हाम्रो एकेडेमी युट्युब च्यानलमा स्वागत छ। हामी लोकसेवा आयोगले लिने विभिन्न परीक्षा उपयोगी भिडियोहरू लिएर आइरहेका छौँ। यसै क्रममा प्राविधिक सहायकका भिडियोहरू पनि ल्याइरहेका छौँ र यसभन्दा अगाडिका भिडियोहरू हेर्नका लागि डिस्क्रिप्सनमा लिङ्क राखिएको छ, कृपया गएर हेर्न सक्नुहुनेछ। हामीले डे 1 देखि डे 21 सम्म प्रत्येक एकाइबाट भिडियो लिएर आएका छौँ र त्यसभन्दा पछाडि पनि हामीले 50 वटा प्रश्न उत्तरहरूको सङ्गालो सेटहरू ल्याएका छौँ। यस भागमा सबै एकाइलाई समेट्ने गरी प्रश्न उत्तरहरू ल्याएका छौँ र अति महत्त्वपूर्ण खालका प्रश्न उत्तरहरू पनि रहनेछन्। र आजको लागि पहिलो प्रश्न रहेको छ, नेपालमा वैशाख 1 गतेलाई नयाँ वर्षका रूपमा कहिलेदेखि मनाउन थालिएको हो? नेपालमा वैशाख 1 गतेलाई नयाँ वर्षका रूपमा कहिलेदेखि मनाउन थालिएको हो? कमा रहेको छ विक्रम सम्वत 1955, खमा रहेको छ 1958, गमा रहेको छ 1961 र घमा रहेको छ 1962। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ विक्रम सम्वत 1955। नेपालमा वैशाख 1 गतेलाई नयाँ वर्षको रूपमा चाहिँ विक्रम सम्वत 1955 देखि मनाउन थालिएको हो। प्रश्न नम्बर 2 मा रहेको छ, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम ऐन कहिले जारी भएको हो? प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम ऐन कहिले जारी गरिएको हो? कमा रहेको छ विक्रम सम्वत 2035 साल, खमा रहेको छ विक्रम सम्वत 2040 साल, गमा रहेको छ 2045 साल र घमा रहेको छ 2050 साल। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ विक्रम सम्वत 2045 साल। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम ऐन विक्रम सम्वत 2045 सालमा जारी गरिएको हो। प्रश्न नम्बर 3 मा रहेको छ, खुल्ला विश्वविद्यालय ऐन जारी कहिले गरियो? खुल्ला विश्वविद्यालय ऐन जारी कहिले गरियो? कमा रहेको छ विक्रम सम्वत 2072 साल 1 महिना 30 गते, खमा रहेको छ 2073 साल 2 महिना 30 गते, गमा रहेको छ 2073 साल 1 महिना 30 गते र घमा रहेको छ 2073 साल 3 महिना 30 गते। यसको सही एन्सर हुन्छ अप्सन घमा रहेको छ विक्रम सम्वत 2073 साल 3 महिना 30 गते। खुल्ला विश्वविद्यालय ऐन जारी चाहिँ विक्रम सम्वत 2073 साल 3 महिना 30 गते गरियो। प्रश्न नम्बर 4 मा रहेको छ, रेडियो नेपालबाट शिक्षा शिक्षक कार्यक्रम कहिले प्रसारण भएको थियो? कमा रहेको छ विक्रम सम्वत 2035 साल भाद्र 14 गते, खमा रहेको छ विक्रम सम्वत 2036 साल भाद्र 4 गते, गमा रहेको छ 37 साल भाद्र 4 गते र घमा रहेको छ 37 साल भाद्र 14 गते। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ विक्रम सम्वत 2037 साल भाद्र 4 गते। रेडियो नेपालबाट शिक्षा शिक्षक कार्यक्रम विक्रम सम्वत 2037 साल भाद्र 4 गते चाहिँ प्रसारण भएको थियो। प्रश्न नम्बर 5 मा रहेको छ, जिल्लाभित्रका शिक्षा सम्बन्धी कार्यक्रमहरूको समन्वय तथा सहजीकरण गर्ने मुख्य निकाय कुन हो? जिल्लाभित्रका शिक्षा सम्बन्धी कार्यक्रमहरूको समन्वय तथा सहजीकरण गर्ने मुख्य निकाय कुन हो? कमा रहेको छ शिक्षा युवा तथा खेलकुद शाखा, खमा रहेको छ शिक्षा समन्वय समिति, गमा रहेको छ शिक्षा विकास निर्देशनालय र घमा रहेको छ शिक्षा विकास तथा समन्वय एकाइ। यसको सही एन्सर हुन्छ अप्सन घमा रहेको छ शिक्षा विकास तथा समन्वय एकाइ। जिल्लाभित्रका शिक्षा सम्बन्धी कार्यक्रमहरूको समन्वय तथा सहजीकरण गर्ने मुख्य निकाय चाहिँ शिक्षा विकास तथा समन्वय एकाइ हो। प्रश्न नम्बर 6 मा रहेको छ, सहनशीला सुशीला नामक कृतिका रचनाकार को हुन्? सहनशीला सुशीला नामक कृतिका रचनाकार को हुन्? कमा रहेको छ बुपी शेरचन, खमा रहेको छ भैरा बरियाल, गमा रहेको छ भीमनिधि तिवारी र घमा रहेको छ रमेश विकल। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ भीमनिधि तिवारी। सहनशीला सुशीला नामक कृतिका रचनाकार भीमनिधि तिवारी हुन्। प्रश्न नम्बर 7 मा रहेको छ, महिला शिक्षाको सुरुवात कहिलेदेखि भएको हो? महिला शिक्षाको सुरुवात कहिलेदेखि भएको हो? कमा रहेको छ विक्रम सम्वत 1942 साल, खमा रहेको छ विक्रम सम्वत 1945 साल, गमा रहेको छ 1947 साल र घमा रहेको छ 1952 साल। यसको सही एन्सर हुन्छ अप्सन खमा रहेको छ 1945 साल। महिला शिक्षाको सुरुवात चाहिँ विक्रम सम्वत 1945 सालदेखि भएको हो।
प्रश्न नम्बर 8 मा रहेको छ प्रदेश तथा स्थानीय तहको शैक्षिक विषयमा समन्वय सम्बन्धी कार्य कसको कार्यक्षेत्रभित्र पर्दछ? प्रदेश तथा स्थानीय तहको शैक्षिक विषयमा समन्वय सम्बन्धी कार्य कसको कार्यक्षेत्रभित्र पर्दछ? कमा रहेको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, खमा रहेको छ शिक्षा तथा मानव स्रोत विकास केन्द्र, गमा रहेको छ शिक्षा विकास निर्देशनालय र घमा रहेको छ शिक्षा विकास तथा समन्वय एकाइ। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय। प्रदेश तथा स्थानीय तहको शैक्षिक विषयमा समन्वय सम्बन्धी कार्य चाहिँ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्षेत्रभित्र पर्दछ। प्रश्न नम्बर 9 मा रहेको छ नेपालको इतिहासमा कहिलेदेखि आधुनिक काल सुरु भएको हो? नेपालको इतिहासमा कहिलेदेखि आधुनिक काल सुरु भएको हो? कमा रहेको छ विक्रम सम्वत 1825, खमा रहेको छ 1839, गमा रहेको छ 1890 र घमा रहेको छ 1880। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ विक्रम सम्वत 1825। नेपालको इतिहासमा विक्रम सम्वत 1825 देखि आधुनिक काल सुरु भएको हो। प्रश्न नम्बर 10 मा रहेको छ पृथ्वीनारायण शाहले सर्वप्रथम कुन ठाउँमा विजय हासिल गरेका थिए? पृथ्वीनारायण शाहले सर्वप्रथम कुन ठाउँमा विजय हासिल गरेका थिए? कमा रहेको छ काठमाडौँ, खमा रहेको छ कीर्तिपुर, गमा रहेको छ नुवाकोट र घमा रहेको छ दोलखा। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ नुवाकोट। पृथ्वीनारायण शाहले सर्वप्रथम नुवाकोटमा विजय हासिल गरेका थिए। प्रश्न नम्बर 11 मा रहेको छ काठमाडौँबाट सबैभन्दा नजिकमा रहेको राजधानी सहर कुन हो? काठमाडौँबाट सबैभन्दा नजिकमा रहेको राजधानी सहर कुन हो? कमा रहेको छ थिम्पू, खमा रहेको छ नयाँ दिल्ली, गमा रहेको छ ढाका र घमा रहेको छ कोलम्बो। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ थिम्पू। काठमाडौँबाट सबैभन्दा नजिकमा रहेको राजधानी सहर चाहिँ थिम्पू हो। प्रश्न नम्बर 12 मा रहेको छ काठमाडौँ उपत्यकाबाट नजिकै रहेको सबैभन्दा अग्लो पहाड कुन हो? काठमाडौँ उपत्यकाबाट नजिकै रहेको सबैभन्दा अग्लो पहाड कुन हो? कमा रहेको छ नागार्जुन, खमा रहेको छ शिवपुरी, गमा रहेको छ शैलेश्वर र घमा रहेको छ फुलचोकी। यसको सही एन्सर हुन्छ अप्सन घमा रहेको छ फुलचोकी। काठमाडौँ उपत्यकाबाट नजिकै रहेको सबैभन्दा अग्लो पहाड चाहिँ फुलचोकी हो। प्रश्न नम्बर 13 मा रहेको छ सप्तकोशी नदीको सबैभन्दा पश्चिमी भाग भएर बहने सहायक नदी कुन हो? सप्तकोशी नदीको सबैभन्दा पश्चिमी भाग भएर बहने सहायक नदी कुन हो? कमा रहेको छ सुनकोशी, खमा रहेको छ तामाकोशी, गमा रहेको छ इन्द्रावती र घमा रहेको छ दुधकोशी। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ इन्द्रावती। सप्तकोशी नदीको सबैभन्दा पश्चिमी भाग भएर बहने सहायक नदी चाहिँ इन्द्रावती नदी हो। प्रश्न नम्बर 14 मा रहेको छ विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो? विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो? कमा रहेको छ दाङ, खमा रहेको छ काठमाडौँ, गमा रहेको छ अरुण र घमा रहेको छ पोखरा। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ अरुण। विश्वको सबैभन्दा गहिरो उपत्यका चाहिँ अरुण उपत्यका हो। प्रश्न नम्बर 15 मा रहेको छ नेपालको सबैभन्दा ठुलो हिमनदी कुन हो? नेपालको सबैभन्दा ठुलो हिमनदी कुन हो? कमा रहेको छ लामटाङ, खमा रहेको छ मकालु, गमा रहेको छ मनास्लु र घमा रहेको छ खुम्बु। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ लामटाङ। नेपालको सबैभन्दा ठुलो हिमनदी चाहिँ लामटाङ हो। प्रश्न नम्बर 16 मा रहेको छ मरुभूमिमा किन वर्षा हुँदैन? मरुभूमिमा किन वर्षा हुँदैन? कमा रहेको छ वायुचाप कम भएर, खमा रहेको छ आर्द्रता कम भएर, गमा रहेको छ तीव्र वायुवेग भएर, घमा रहेको छ उच्च तापक्रम भएर। यसको सही एन्सर हुन्छ अप्सन खमा रहेको छ आर्द्रता कम भएर। मरुभूमिमा आर्द्रता कम भएर चाहिँ वर्षा हुँदैन। प्रश्न नम्बर 17 मा रहेको छ नेपालमा नेपाली, मैथिली र भोजपुरी पछिको बढी बोलिने भाषा कुन हो? नेपालमा नेपाली, मैथिली र भोजपुरी पछिको बढी बोलिने भाषा कुन हो? कमा रहेको छ तामाङ,
खमा रहेको छ थारू, गमा रहेको छ नेवारी र घमा रहेको छ मगर। यसको सही एन्सर हुन्छ अप्सन खमा रहेको छ थारू। नेपालमा नेपाली, मैथिली र भोजपुरी पछिको बढी बोलिने भाषा चाहिँ थारू हो। प्रश्न नम्बर 18 मा रहेको छ नागर शैली भन्नाले तलको कुन शैली बुझिन्छ? नागर शैली भन्नाले तलको कुन शैली बुझिन्छ? कमा रहेको छ शिखर शैली, खमा रहेको छ प्यागोडा शैली, गमा रहेको छ गम्बज शैली र घमा रहेको छ मिनार शैली। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ शिखर शैली। नागर शैली भन्नाले शिखर शैलीलाई बुझिन्छ। प्रश्न नम्बर 19 मा रहेको छ विद्यापति कुन भाषाका प्रसिद्ध कवि हुन्? विद्यापति कुन भाषाका प्रसिद्ध कवि हुन्? कमा रहेको छ नेवारी, खमा रहेको छ भोजपुरी, गमा रहेको छ मैथिली र घमा रहेको छ संस्कृत। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ मैथिली। विद्यापति मैथिली भाषाका प्रसिद्ध कवि हुन्। प्रश्न नम्बर 20 मा रहेको छ मैथिली समाजमा भाइ बहिनीहरू बीचको प्रेमको प्रतीक मानिने पर्वलाई के भनिन्छ? मैथिली समाजमा भाइ बहिनी बीचको प्रेमको प्रतीक मानिने पर्वलाई के भनिन्छ? कमा रहेको छ दिवाली, खमा रहेको छ होरी, गमा रहेको छ सामा चकेवा र घमा रहेको छ छठ। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ सामा चकेवा। मैथिली समाजमा भाइ बहिनीहरू बीचको प्रेमको प्रतीक मानिने पर्वलाई सामा चकेवा भनिन्छ। प्रश्न नम्बर 21 मा रहेको छ बुद्धलाई विष्णुको कतिऔं अवतारको रूपमा मानिन्छ? बुद्धलाई विष्णुको कतिऔं अवतारको रूपमा मानिन्छ? कमा रहेको छ दोस्रो, खमा रहेको छ पाँचौं, गमा रहेको छ नवौं र घमा रहेको छ दशौं। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ नवौं। बुद्धलाई विष्णुको नवौं अवतारको रूपमा मानिन्छ। प्रश्न नम्बर 22 मा रहेको छ तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति मध्ये लोपोन्मुख समूहमा परेका जनजाति कति छन्? तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति मध्ये लोपोन्मुख समूहमा परेका जनजाति कति छन्? कमा रहेको छ 2 वटा, खमा रहेको छ 5 वटा, गमा रहेको छ 7 वटा र घमा रहेको छ 9 वटा। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ 2 वटा। तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति मध्ये लोपोन्मुख समूहमा परेका जनजाति चाहिँ 2 वटा रहेका छन्। प्रश्न नम्बर 23 मा रहेको छ चण्डी पूजा कुन जातिमा प्रचलित छ? चण्डी पूजा कुन जातिमा प्रचलित छ? कमा रहेको छ गुरुङ, खमा रहेको छ थकाली, गमा रहेको छ थारू र घमा रहेको छ राई। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ थारू। चण्डी पूजा, चण्डी नाच होइन, चण्डी पूजा थारू जातिमा प्रचलित छ। प्रश्न नम्बर 24 मा रहेको छ छठ पर्व मनाउने नेपालको प्रमुख समुदाय कुन हो? छठ पर्व मनाउने नेपालको प्रमुख समुदाय कुन हो? कमा रहेको छ राजवंशी, खमा रहेको छ मधेसी, गमा रहेको छ मैथिली र घमा रहेको छ थारू। यसको सही एन्सर हुन्छ अप्सन घमा रहेको छ थारू। छठ पर्व मनाउने नेपालको प्रमुख समुदाय चाहिँ थारू समुदाय हो। प्रश्न नम्बर 25 मा रहेको छ उच्च स्तरीय कार्य समितिको प्रतिवेदन 2058 ले प्राथमिक तहमा कुन विषयलाई ऐच्छिक विषयको रूपमा राख्न सिफारिस गरेको थियो? उच्च स्तरीय कार्य समितिको प्रतिवेदन 2058 ले प्राथमिक तहमा कुन विषयलाई ऐच्छिक विषयको रूपमा राख्न सिफारिस गरेको थियो? कमा रहेको छ संस्कृत, खमा रहेको छ मातृभाषा, गमा रहेको छ अङ्ग्रेजी र घमा रहेको छ क र ख दुवै। यसको सही एन्सर हुन्छ अप्सन घमा रहेको छ क र ख दुवै। उच्च स्तरीय कार्य समितिको प्रतिवेदन 2058 ले प्राथमिक तहमा संस्कृत र मातृभाषा दुईवटा विषयलाई चाहिँ ऐच्छिक विषयको रूपमा राख्न सिफारिस गरेको थियो। प्रश्न नम्बर 26 मा रहेको छ उधौली र उभौली कुन जातिको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो? कमा रहेको छ थारू जाति, खमा रहेको छ राजवंशी जाति, गमा रहेको छ किराँत जाति र घमा रहेको छ माझी जाति। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ किराँत जाति। उधौली र उभौली किराँत जातिको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो। प्रश्न नम्बर 27 मा रहेको छ
प्राचीनकालीन धार्मिक शिक्षाका प्रकारहरू के हुन्? प्राचीनकालीन धार्मिक शिक्षाका प्रकारहरू के हुन्? कमा रहेको छ संस्कृत शिक्षा, खमा रहेको छ बौद्ध शिक्षा, गमा रहेको छ मद्रसा शिक्षा र घमा रहेको छ क र ख दुवै। यसको सही एन्सर हुन्छ अप्सन घमा रहेको छ क र ख दुवै। प्राचीनकालीन धार्मिक शिक्षाका प्रकारहरू चाहिँ संस्कृत शिक्षा र बौद्ध शिक्षा हुन्। प्रश्न नम्बर 28 मा रहेको छ लिच्छवी कालमा शिक्षा सञ्चालनको मुख्य आधार के थियो? लिच्छवी कालमा शिक्षा सञ्चालनको मुख्य आधार के थियो? कमा रहेको छ गुठी, खमा रहेको छ विहार, गमा रहेको छ मन्दिर र घमा रहेको छ विद्यालय। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ गुठी। लिच्छवी कालमा शिक्षा सञ्चालनको मुख्य आधार चाहिँ गुठी थियो। प्रश्न नम्बर 29 मा रहेको छ 11औं शताब्दीमा नेपालमा शिक्षाका प्रमुख केन्द्रहरू मानिएका ठाउँहरू कुन कुन हुन्? 11औं शताब्दीमा नेपालमा शिक्षाका प्रमुख केन्द्रहरू मानिएका ठाउँहरू कुन कुन हुन्? कमा रहेको छ फर्पिङ, खमा रहेको छ पाटन, गमा रहेको छ काठमाडौँ र घमा रहेको छ माथिका सबै। यसको सही एन्सर हुन्छ अप्सन घमा रहेको छ माथिका सबै। प्रश्न नम्बर 30 मा रहेको छ लेटर ग्रेडिङ प्रणालीलाई साधारण धारको एसएलसी परीक्षामा लागू कहिलेदेखि गरियो? लेटर ग्रेडिङ प्रणालीलाई साधारण धारको एसएलसी परीक्षामा लागू कहिलेदेखि गरियो? कमा रहेको छ विक्रम सम्वत 2071 साल, खमा रहेको छ 2073, गमा रहेको छ 2070 र घमा रहेको छ 2072 साल। यसको सही एन्सर हुन्छ अप्सन घमा रहेको छ विक्रम सम्वत 2072 साल। भिडियो कस्तो भइरहेको छ कृपया कमेन्ट गर्नुहोला। तपाईले च्याट बक्समा चाहिँ कमेन्ट गर्दै हुन्छ, कमेन्ट बक्समा चाहिँ गएर कमेन्ट गर्नुहोला। प्रश्न नम्बर 31 मा रहेको छ शिक्षक सक्षमताको प्रारूप 2072 अनुसार 5औं सक्षमता कुन हो? शिक्षक सक्षमताको प्रारूप 2072 अनुसार 5औं सक्षमता कुन हो? कमा रहेको छ सञ्चार तथा सहकार्य, खमा रहेको छ सूचना तथा सञ्चार प्रविधि, गमा रहेको छ विषयवस्तुको ज्ञान र घमा रहेको छ निरन्तर सिकाइ र पेशागत विकास। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ सञ्चार तथा सहकार्य। शिक्षक सक्षमताको प्रारूप 2072 अनुसार 5औं सक्षमता चाहिँ सञ्चार तथा सहकार्य हो। प्रश्न नम्बर 32 मा रहेको छ लिच्छवी कालको शैक्षिक क्षेत्र हेर्ने प्रशासनिक अङ्ग कुन हो? लिच्छवी कालको शैक्षिक क्षेत्र हेर्ने प्रशासनिक अङ्ग कुन हो? कमा रहेको छ अग्रहार, खमा रहेको छ जातक, गमा रहेको छ दिङ्लाहार र घमा रहेको छ बिहार। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ अग्रहार। लिच्छवी कालको शैक्षिक क्षेत्र हेर्ने प्रशासनिक अङ्ग चाहिँ अग्रहार हो। प्रश्न नम्बर 33 मा रहेको छ शिक्षा प्रेमी राजा भनेर कसलाई चिनिन्छ? शिक्षा प्रेमी राजा भनेर कसलाई चिनिन्छ? कमा रहेको छ रामशाह, खमा रहेको छ जितामित्र मल्ल, गमा रहेको छ प्रताप मल्ल र घमा रहेको छ भूपतेन्द्र मल्ल। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ रामशाह। शिक्षा प्रेमी राजा भनेर रामशाहलाई चिनिन्छ। प्रश्न नम्बर 34 मा रहेको छ त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भएको हो? त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भएको हो? कमा रहेको छ विक्रम सम्वत 2016 साल 3 महिना 31 गते, खमा रहेको छ 16 साल 3 महिना 16 गते, गमा रहेको छ 16 साल 3 महिना 13 गते र घमा रहेको छ 2016 साल 3 महिना 30 गते। यसको सही एन्सर हुन्छ अप्सन घमा रहेको छ विक्रम सम्वत 2016 साल 3 महिना 30 गते। त्रिभुवन विश्वविद्यालयको स्थापना चाहिँ विक्रम सम्वत 2016 साल 3 महिना 30 गते भएको हो। प्रश्न नम्बर 35 मा रहेको छ नेपालको संविधानको भाग 3 मा कतिवटा धारा रहेका छन्? नेपालको संविधानको भाग 3 मा कतिवटा धारा रहेका छन्? कमा रहेको छ 31 वटा, खमा रहेको छ 32 वटा, गमा रहेको छ 33 वटा र घमा रहेको छ 34 वटा। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ 33 वटा। नेपालको संविधानको भाग 3 मा 33 वटा धारा रहेका छन्। प्रश्न नम्बर 36 मा रहेको छ शिक्षक तालिम नीति 2062 को चौथो परिच्छेद कुन हो? शिक्षक तालिम नीति 2062 को चौथो परिच्छेद कुन हो? कमा रहेको छ शिक्षक तालिम, खमा रहेको छ व्यवस्थापन तालिम, गमा रहेको छ तालिम व्यावसायिक विकास, घमा रहेको छ संस्थागत
प्रबन्ध। यसको सही एन्सर हुन्छ अप्सन घ मा रहेको छ संस्थागत प्रबन्ध। शिक्षक तालिम नीति 2062 को चौथो परिच्छेद चाहिँ संस्थागत प्रबन्ध हो। प्रश्न नम्बर 37 मा रहेको छ संयुक्त राष्ट्र संघको मानव अधिकारको विश्वव्यापी घोषणापत्र कहिले जारी भयो? संयुक्त राष्ट्र संघको मानव अधिकारको विश्वव्यापी घोषणापत्र कहिले जारी भयो? क मा रहेको छ सन् 1938, ख मा रहेको छ सन् 1948, ग मा रहेको छ सन् 1924 र घ मा रहेको छ सन् 1934। यसको सही एन्सर हुन्छ अप्सन ख मा रहेको छ सन् 1948। संयुक्त राष्ट्र संघको मानव अधिकारको विश्वव्यापी घोषणापत्र चाहिँ सन् 1948 सालमा जारी भयो। प्रश्न नम्बर 38 मा रहेको छ सबैका लागि शिक्षा सम्बन्धी तेस्रो सम्मेलन कहाँ भएको थियो? सबैका लागि शिक्षा सम्बन्धी तेस्रो सम्मेलन कहाँ भएको थियो? क मा रहेको छ जोम्टिन थाइल्यान्ड, ख मा रहेको छ डकार सेनेगल, ग मा रहेको छ इन्चोन दक्षिण कोरिया र घ मा रहेको छ कराची। यसको सही एन्सर हुन्छ अप्सन ग मा रहेको छ इन्चोन दक्षिण कोरिया। सबैका लागि शिक्षा सम्बन्धी तेस्रो सम्मेलन चाहिँ इन्चोन दक्षिण कोरियामा भएको थियो। प्रश्न नम्बर 39 मा रहेको छ नेपाल राष्ट्रिय शिक्षा आयोग 2011 अनुसार विद्यालय शिक्षाको संरचना कुन हो? नेपाल राष्ट्रिय शिक्षा आयोग 2011 अनुसार विद्यालय शिक्षाको संरचना कुन हो? क मा रहेको छ 3+4+3, ख मा रहेको छ 3+2+3+2 र ग मा रहेको छ 5+5 र घ मा रहेको छ 5+6। यसको सही एन्सर हुन्छ अप्सन ग मा रहेको छ 5+5। नेपाल राष्ट्रिय शिक्षा आयोग 2011 अनुसार विद्यालय शिक्षाको संरचना चाहिँ 5-5 अर्थात् 5+5 हो। प्रश्न नम्बर 40 मा रहेको छ मल्लकालमा व्यावसायिक शिक्षाको माध्यमबाट सिप सिकाउने राजा को हुन्? मल्लकालमा व्यावसायिक शिक्षाको माध्यमबाट सिप सिकाउने राजा को हुन्? क मा रहेको छ जयस्थिति मल्ल, ख मा रहेको छ सिद्धिनरसिंह मल्ल, ग मा रहेको छ प्रताप मल्ल र घ मा रहेको छ अंशु वर्मा। यसको सही एन्सर हुन्छ अप्सन क मा रहेको छ जयस्थिति मल्ल। मल्लकालमा व्यावसायिक शिक्षाको माध्यमबाट सिप सिकाउने राजा चाहिँ जयस्थिति मल्ल हुन्। प्रश्न नम्बर 41 मा रहेको छ नेपाल सरकारले नेपालको मध्यपश्चिम तथा सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा रहेको हलिया प्रथा उन्मूलन गर्ने निर्णय कहिले गर्यो? नेपाल सरकारले नेपालको मध्यपश्चिम तथा सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा रहेको हलिया प्रथा उन्मूलन गर्ने निर्णय कहिले गर्यो? क मा रहेको छ विक्रम सम्वत 2064 साल भाद्र 17 गते, ख मा रहेको छ 66 साल भाद्र 23 गते, ग मा रहेको छ 65 साल भाद्र 12 गते, घ मा रहेको छ 65 साल भाद्र 21 गते। यसको सही एन्सर रहेको छ अप्सन घ मा रहेको छ विक्रम सम्वत 2065 साल भाद्र 21 गते। नेपाल सरकारले नेपालको मध्यपश्चिम तथा सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा रहेको हलिया प्रथा उन्मूलन गर्ने निर्णय चाहिँ विक्रम सम्वत 2065 साल भाद्र 21 गते गर्यो। प्रश्न नम्बर 42 मा रहेको छ नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो? नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो? क मा रहेको छ मकालु बरुण राष्ट्रिय निकुञ्ज, ख मा रहेको छ चितवन राष्ट्रिय निकुञ्ज, ग मा रहेको छ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र घ मा रहेको छ रारा राष्ट्रिय निकुञ्ज। यसको सही एन्सर हुन्छ अप्सन ख मा रहेको छ चितवन राष्ट्रिय निकुञ्ज। नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चाहिँ चितवन राष्ट्रिय निकुञ्ज हो। प्रश्न नम्बर 43 मा रहेको छ नेपालमा एउटै नामले दुईतिर बग्ने नदी कुन हो? नेपालमा एउटै नामले दुईतिर बग्ने नदी कुन हो? क मा रहेको छ नारायणी, ख मा रहेको छ राप्ती, ग मा रहेको छ त्रिशुली र घ मा रहेको छ गण्डकी। यसको सही एन्सर हुन्छ अप्सन ख मा रहेको छ राप्ती। नेपालमा एउटै नामले दुईतिर बग्ने नदी चाहिँ राप्ती हो। प्रश्न नम्बर 44 मा रहेको छ तत्कालीन खस राज्यको केन्द्र सिन्जा प्रदेश हाल कुन जिल्लामा पर्दछ? तत्कालीन खस राज्यको केन्द्र सिन्जा प्रदेश हाल कुन जिल्लामा पर्दछ? क मा रहेको छ पाल्पा, ख मा रहेको छ जुम्ला, ग मा रहेको छ डोल्पा र घ मा रहेको छ बझाङ। यसको सही एन्सर हुन्छ अप्सन ख मा रहेको छ जुम्ला। तत्कालीन खस राज्यको केन्द्र सिन्जा प्रदेश चाहिँ हाल जुम्ला जिल्लामा पर्दछ। प्रश्न नम्बर 45 मा रहेको छ जनकपुरमा राजा महेन्द्रमाथि बम प्रहार गर्ने दुर्गानन्द झालाई
कहिले मृत्युदण्ड दिएको थियो? जनकपुरमा राजा महेन्द्रमाथि बम प्रहार गर्ने दुर्गानन्द झालाई कहिले मृत्युदण्ड दिएको थियो? कमा रहेको छ विक्रम सम्वत 2020 साल मङ्सिर 23 गते, खमा रहेको छ 2020 साल पुस 22 गते, गमा रहेको छ 2020 साल माघ 25 गते र घमा रहेको छ 2020 साल फागुन 24 गते। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ विक्रम सम्वत 2020 साल माघ 25 गते। जनकपुरमा राजा महेन्द्रमाथि बम प्रहार गर्ने दुर्गानन्द झालाई विक्रम सम्वत 2020 साल माघ 25 गते चाहिँ मृत्युदण्ड दिइएको थियो। प्रश्न नम्बर 46 मा रहेको छ दरबार हाई स्कुलमा सर्वसाधारणहरूले पनि शिक्षा लिन पाउने कार्यको थालनी कुन प्रधानमन्त्रीले गरेका हुन्? दरबार हाई स्कुलमा सर्वसाधारणहरूले पनि शिक्षा लिन पाउने कार्यको थालनी कुन प्रधानमन्त्रीले गरेका हुन्? कमा रहेको छ वीर शमशेर, खमा रहेको छ देव शमशेर, घमा रहेको छ भीम शमशेर र गमा रहेको छ चन्द्र शमशेर। यसको सही एन्सर हुन्छ अप्सन खमा रहेको छ देव शमशेर। दरबार हाई स्कुलमा सर्वसाधारणहरूले पनि शिक्षा लिन पाउने कार्यको थालनी चाहिँ देव शमशेर प्रधानमन्त्री हुँदा गरेका हुन्। प्रश्न नम्बर 47 मा रहेको छ राष्ट्रिय शिक्षा पद्धति योजना 2028 देखि 2032 अनुसार प्राथमिक शिक्षाको उद्देश्य के हो? राष्ट्रिय शिक्षा पद्धति योजना 2028-32 अनुसार प्राथमिक शिक्षाको उद्देश्य के हो? कमा रहेको छ साक्षरताको शिक्षा दिनु, खमा रहेको छ चरित्र निर्माण गर्नु, गमा रहेको छ व्यावसायिक शिक्षा दिई दक्ष कार्यकर्ता तयार पार्नु र घमा रहेको छ निम्न तहको प्राविधिक जनशक्ति तयार पार्नु। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ साक्षरताको शिक्षा दिनु। राष्ट्रिय शिक्षा पद्धति योजना 2028-32 अनुसार प्राथमिक शिक्षाको उद्देश्य चाहिँ साक्षरता शिक्षा दिनु हो। प्रश्न नम्बर 48 मा रहेको छ स्कुल गोश्वाराको स्थापना कहिले भयो? स्कुल गोश्वाराको स्थापना कहिले भयो? कमा रहेको छ विक्रम सम्वत 1937 साल, खमा रहेको छ 1942 साल, गमा रहेको छ 1952 साल, घमा रहेको छ 1957 साल। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ 1952 साल। स्कुल गोश्वाराको स्थापना चाहिँ विक्रम सम्वत 1952 सालमा भएको हो। प्रश्न नम्बर 49 मा रहेको छ पास जाँच अड्डाको स्थापना कहिले भएको हो? पास जाँच अड्डाको स्थापना कहिले भएको हो? कमा रहेको छ विक्रम सम्वत 1957 साल, खमा रहेको छ 1963, गमा रहेको छ 1967 र घमा रहेको छ 1972 साल। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ विक्रम सम्वत 1967 साल। पास जाँच अड्डाको स्थापना चाहिँ 1967 सालमा भएको हो। प्रश्न नम्बर 50 मा रहेको छ नेपालको संविधान अनुसार कसलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार हुनेछ? नेपालको संविधान अनुसार कसलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार हुनेछ? कमा रहेको छ प्रत्येक व्यक्तिलाई, खमा रहेको छ प्रत्येक नागरिकलाई, गमा रहेको छ सबै व्यक्तिलाई र घमा रहेको छ हरेक नागरिकतावालालाई। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ प्रत्येक व्यक्तिलाई। नेपालको संविधान अनुसार प्रत्येक व्यक्तिलाई चाहिँ सम्मानपूर्वक बाँच्न पाउने अधिकार हुनेछ। प्रश्न नम्बर 51 मा रहेको छ नेपालको संविधानको भाग 3 मा के को व्यवस्था गरिएको छ? नेपालको संविधानको भाग 3 मा के को व्यवस्था गरिएको छ? कमा रहेको छ स्वतन्त्रताको हक, खमा रहेको छ नागरिकता, गमा रहेको छ मौलिक हक र कर्तव्य र घमा रहेको छ राज्यका नीति। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ मौलिक हक र कर्तव्य। नेपालको संविधानको भाग 3 मा मौलिक हक र कर्तव्यको व्यवस्था गरिएको छ। प्रश्न नम्बर 52 मा रहेको छ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचनामा कुन कुन तहहरू छन्? संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचनामा कुन कुन तहहरू छन्? कमा रहेको छ गाउँपालिका, खमा रहेको छ प्रदेश, गमा रहेको छ स्थानीय तह र घमा रहेको छ माथिका सबै। यसको सही एन्सर हुन्छ अप्सन घमा रहेको छ माथिका सबै। प्रश्न नम्बर 53 मा रहेको छ सङ्घ र प्रदेशको अधिकारको कति अनुसूचीमा व्यवस्था गरिएको छ? कमा रहेको छ अनुसूची 5, खमा रहेको छ अनुसूची 6, गमा रहेको छ अनुसूची 7 र घमा रहेको छ अनुसूची 8। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ अनुसूची 7। सङ्घ र प्रदेशको अधिकारको अनुसूची 7 मा व्यवस्था गरिएको छ।
प्रश्न नम्बर 54 मा रहेको छ नेपालको संविधानमा आर्थिक अधिकारको प्रयोग कुन धारामा राखिएको छ? नेपालको संविधानमा आर्थिक अधिकारको प्रयोग कुन धारामा राखिएको छ? कमा रहेको छ धारा 56, खमा रहेको छ धारा 57, गमा रहेको छ धारा 58 र घमा रहेको छ धारा 59। यसको सही आन्सर हुन्छ अप्सन घमा रहेको छ धारा 59। नेपालको संविधानमा आर्थिक अधिकारको प्रयोग चाहिँ धारा 59 मा राखिएको छ। प्रश्न नम्बर 55 मा रहेको छ उपराष्ट्रपतिले को समक्ष राजीनामा बुझाउनु पर्ने व्यवस्था छ? उपराष्ट्रपतिले को समक्ष राजीनामा बुझाउनु पर्ने व्यवस्था छ? कमा रहेको छ राष्ट्रपति समक्ष, खमा रहेको छ प्रधानमन्त्री समक्ष, गमा रहेको छ सभामुख समक्ष र घमा रहेको छ गृहमन्त्री। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ राष्ट्रपति समक्ष। उपराष्ट्रपतिले राष्ट्रपति समक्ष चाहिँ राजीनामा बुझाउनु पर्ने व्यवस्था रहेको छ। प्रश्न नम्बर 56 मा रहेको छ राष्ट्रपतिको पदावधि कति वर्षको हुने व्यवस्था छ? राष्ट्रपतिको पदावधि कति वर्षको हुने व्यवस्था छ? कमा रहेको छ 4 वर्ष, खमा रहेको छ 5 वर्ष, गमा रहेको छ 7 वर्ष र घमा रहेको छ 10 वर्ष। यसको सही आन्सर हुन्छ अप्सन खमा रहेको छ 5 वर्ष। राष्ट्रपतिको पदावधि चाहिँ 5 वर्ष हुने व्यवस्था रहेको छ। प्रश्न नम्बर 57 मा रहेको छ नेपालको संविधानको भाग 6 मा के सम्बन्धी व्यवस्था गरिएको छ? नेपालको संविधानको भाग 6 मा के सम्बन्धी व्यवस्था गरिएको छ? कमा रहेको छ राष्ट्रपति र उपराष्ट्रपति, खमा रहेको छ संघीय कार्यपालिका, गमा रहेको छ संघीय व्यवस्थापिका र घमा रहेको छ प्रधानमन्त्री। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ राष्ट्रपति र उपराष्ट्रपति। नेपालको संविधानको भाग 6 मा राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी व्यवस्था गरिएको छ। प्रश्न नम्बर 58 मा रहेको छ राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2011 ले वार्षिक कति दिन पठन पाठन गर्न सिफारिस गरेको थियो? राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2011 ले वार्षिक कति दिन पठन पाठन गर्न सिफारिस गरेको थियो? कमा रहेको छ 220 दिन, खमा रहेको छ 192 दिन, गमा रहेको छ 200 दिन र घमा रहेको छ 210 दिन। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ 200 दिन। राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2011 ले वार्षिक 200 दिन पठन पाठन गर्न सिफारिस गरेको थियो। प्रश्न नम्बर 59 मा रहेको छ राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2011 ले हाई स्कुलको शिक्षा पूरा गर्ने मध्ये कति प्रतिशतलाई उच्च शिक्षा दिन सिफारिस गरेको थियो? राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2011 ले हाई स्कुलको शिक्षा पूरा गर्ने मध्ये कति प्रतिशतलाई उच्च शिक्षा दिन सिफारिस गरेको थियो? कमा रहेको छ 5%, खमा रहेको छ 10%, गमा रहेको छ 15% र घमा रहेको छ 20%। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ 5%। राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2011 ले हाई स्कुलको शिक्षा पूरा गर्ने मध्ये 5%लाई उच्च शिक्षा दिन सिफारिस गरेको थियो। प्रश्न नम्बर 60 मा रहेको छ माध्यमिक शिक्षा पाठ्यक्रम कक्षा 9-10 लाई स्वीकृत गर्ने निकाय कुन हो? माध्यमिक शिक्षा पाठ्यक्रम 9-10 लाई स्वीकृत गर्ने निकाय कुन हो? कमा रहेको छ पाठ्यक्रम विकास केन्द्र, खमा रहेको छ शैक्षिक गुणस्तर परीक्षण केन्द्र, गमा रहेको छ राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद र घमा रहेको छ अनौपचारिक शिक्षा केन्द्र। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद। माध्यमिक शिक्षा पाठ्यक्रम कक्षा 9-10 लाई स्वीकृत गर्ने निकाय चाहिँ राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद हो। प्रश्न नम्बर 61 मा रहेको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा कतिवटा छन्? शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा कतिवटा छन्? कमा रहेको छ 25 वटा, खमा रहेको छ 27 वटा, गमा रहेको छ 29 वटा र घमा रहेको छ 30 वटा। यसको सही आन्सर हुन्छ अप्सन घमा रहेको छ 30 वटा। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा चाहिँ 30 वटा रहेका छन्। प्रश्न नम्बर 62 मा रहेको छ सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन 2018 ले माध्यमिक तहको शिक्षक हुनका लागि कुन योग्यता सिफारिस गरेको थियो? सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन 2018 ले माध्यमिक तहको शिक्षक हुनको लागि कुन योग्यता सिफारिस गरेको थियो? कमा रहेको छ 10+2, खमा रहेको छ BA, गमा रहेको छ BEd र घमा रहेको छ MEd। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ BEd।
सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन 2018 ले माध्यमिक तहको शिक्षक हुनको लागि B.Ed को योग्यता सिफारिस गरेको थियो। प्रश्न नम्बर 63 मा रहेको छ सम्पूर्ण देशवासीहरूलाई साक्षर बनाउन तथा जीवन उपयोगी शिक्षा दिनका लागि समाज शिक्षाको सिफारिस गर्ने प्रतिवेदन कुन हो? सम्पूर्ण देशवासीहरूलाई साक्षर बनाउन तथा जीवन उपयोगी शिक्षा दिनका लागि समाज शिक्षाको सिफारिस गर्ने प्रतिवेदन कुन हो? क मा रहेको छ राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2011, ख मा रहेको छ सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन 2018, ग मा रहेको छ राष्ट्रिय शिक्षा पद्धतिको योजना 2028 र घ मा रहेको छ राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2049। यसको सही एन्सर हुन्छ अप्सन ख मा रहेको छ सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन 2018। सम्पूर्ण देशवासीहरूलाई साक्षर बनाउन तथा जीवन उपयोगी शिक्षा दिनका लागि समाज शिक्षाको सिफारिस गर्ने प्रतिवेदन चाहिँ सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन 2018 हो। प्रश्न नम्बर 64 मा रहेको छ राष्ट्रिय शिक्षा पद्धति योजना 2028 देखि 2032 अनुसार माध्यमिक शिक्षाका प्रकार के हुन्? राष्ट्रिय शिक्षा पद्धति योजना 2028-32 अनुसार माध्यमिक शिक्षाका प्रकार के हुन्? क मा रहेको छ साधारण शिक्षा, ख मा रहेको छ व्यावसायिक शिक्षा, ग मा रहेको छ संस्कृत शिक्षा र घ मा रहेको छ माथिका सबै। यसको सही एन्सर हुन्छ अप्सन घ मा रहेको छ माथिका सबै। राष्ट्रिय शिक्षा पद्धति योजना 2028-32 अनुसार माध्यमिक शिक्षाका प्रकारहरू चाहिँ साधारण शिक्षा, व्यावसायिक शिक्षा र संस्कृत शिक्षा हुन्। प्रश्न नम्बर 65 मा रहेको छ शैक्षिक सत्र 2075 को तथ्याङ्क अनुसार आधारभूत शिक्षा कक्षा 1-5 को खुद भर्ना दर कति रहेको छ? शैक्षिक सत्र 2075 को तथ्याङ्क अनुसार आधारभूत शिक्षा कक्षा 1-5 को खुद भर्ना दर कति रहेको छ? क मा रहेको छ 63.3%, ख मा रहेको छ 96.3%, ग मा रहेको छ 96.9% र घ मा रहेको छ 88.8%। यसको सही एन्सर हुन्छ अप्सन ग मा रहेको छ 96.9%। शैक्षिक सत्र 2075 को तथ्याङ्क अनुसार आधारभूत शिक्षा कक्षा 1-5 को खुद भर्ना दर चाहिँ 96.9% रहेको छ। प्रश्न नम्बर 66 मा रहेको छ निजी स्तरमा प्राविधिक शिक्षालाई सञ्चालन गर्ने अनुमति कहिलेदेखि प्रदान गरियो? निजी स्तरमा प्राविधिक शिक्षालाई सञ्चालन गर्ने अनुमति कहिलेदेखि प्रदान गरियो? क मा रहेको छ विक्रम सम्वत 2035 साल, ख मा रहेको छ विक्रम सम्वत 2040 साल, ग मा रहेको छ विक्रम सम्वत 2045 साल र घ मा रहेको छ विक्रम सम्वत 2050 साल। यसको सही एन्सर हुन्छ अप्सन घ मा रहेको छ विक्रम सम्वत 2050 साल। निजी स्तरमा प्राविधिक शिक्षालाई सञ्चालन गर्ने अनुमति विक्रम सम्वत 2050 सालदेखि प्रदान गरियो। प्रश्न नम्बर 67 मा रहेको छ नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ? नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ? क मा रहेको छ जेठ 22 गते, ख मा रहेको छ असार 22 गते, ग मा रहेको छ श्रावण 22 गते र घ मा रहेको छ भाद्र 22 गते। यसको सही एन्सर हुन्छ अप्सन घ मा रहेको छ भाद्र 22 गते। नेपालमा निजामती सेवा दिवस भाद्र 22 गते मनाइन्छ। प्रश्न नम्बर 68 मा रहेको छ निजामती सेवा नियमावलीको 14औं संशोधन कहिले भयो? निजामती सेवा नियमावलीको 14औं संशोधन कहिले भयो? क मा रहेको छ विक्रम सम्वत 2073 भाद्र 24 गते, ख मा रहेको छ 2072 साल भाद्र 29 गते, ग मा रहेको छ 2073 साल श्रावण 24 गते, घ मा रहेको छ 2070 भाद्र 24 गते। यसको सही एन्सर हुन्छ अप्सन क मा रहेको छ विक्रम सम्वत 2073 साल भाद्र 24 गते। निजामती सेवा नियमावलीको 14औं संशोधन चाहिँ विक्रम सम्वत 2073 साल भाद्र 24 गते भयो। भिडियो कस्तो भइरहेको छ कृपया प्रतिक्रिया दिनुहोला। तपाईहरुको प्रतिक्रियाको आधारमा म अन्य भिडियोहरु पनि लिएर आउनेछु। प्रतिक्रिया दिँदाखेरि कमेन्ट बक्समा प्रतिक्रिया दिनुहोला। च्याट बक्समा भएको प्रतिक्रिया केही समयपछि हराएर जानेछ। प्रश्न नम्बर 69 मा रहेको छ राष्ट्रिय शिक्षा आयोगले आफ्नो अध्ययन सम्पन्न गर्न कतिवटा कार्यटोली गठन गरेको थियो? राष्ट्रिय शिक्षा आयोगले आफ्नो अध्ययन सम्पन्न गर्न कतिवटा कार्यटोली गठन गरेको थियो? क मा रहेको छ 9 वटा, ख मा रहेको छ 12 वटा, ग मा रहेको छ 15 वटा र घ मा रहेको छ 17 वटा। यसको सही एन्सर हुन्छ अप्सन क मा रहेको छ 9 वटा। राष्ट्रिय शिक्षा आयोगले
आफ्नो अध्ययन सम्पन्न गर्न 9वटा कार्यटोली गठन गरेको थियो। प्रश्न नम्बर 70 मा रहेको छ राष्ट्रिय शिक्षा आयोग गठन हुँदा उपाध्यक्ष को थिए? राष्ट्रिय शिक्षा आयोग गठन हुँदा उपाध्यक्ष को थिए? कमा रहेको छ छविलाल गजुरेल, खमा रहेको छ रामहरि जोशी, गमा रहेको छ पुष्प बहादुर श्रेष्ठ र घमा रहेको छ त्रैलोक्यनाथ उप्रेती। यसको सही एन्सर हुन्छ अप्सन घमा रहेको छ त्रैलोक्यनाथ उप्रेती। राष्ट्रिय शिक्षा आयोग गठन हुँदा उपाध्यक्ष चाहिँ त्रैलोक्यनाथ उप्रेती थिए। प्रश्न नम्बर 71 मा रहेको छ मातृभाषामा प्राथमिक शिक्षा दिनुपर्छ भनी सिफारिस गर्ने पहिलो प्रतिवेदन कुन हो? मातृभाषामा प्राथमिक शिक्षा दिनुपर्दछ भनी सिफारिस गर्ने पहिलो प्रतिवेदन कुन हो? कमा रहेको छ सर्वाङ्गीन राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन 2018, खमा रहेको छ राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2049, गमा रहेको छ उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2055 र घमा रहेको छ शिक्षा सम्बन्धी उच्च स्तरीय प्रतिवेदन। यसको सही एन्सर हुन्छ अप्सन खमा रहेको छ राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2049। मातृभाषामा प्राथमिक शिक्षा दिनुपर्दछ भनी सिफारिस गर्ने पहिलो प्रतिवेदन चाहिँ राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2049 हो। प्रश्न नम्बर 72 मा रहेको छ अनौपचारिक शिक्षा नीतिका कार्यनीतिहरू कतिवटा रहेका छन्? अनौपचारिक शिक्षा नीतिका कार्यनीतिहरू कतिवटा रहेका छन्? कमा रहेको छ 14वटा, खमा रहेको छ 15वटा, गमा रहेको छ 16वटा र घमा रहेको छ 17वटा। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ 16वटा। अनौपचारिक शिक्षा नीतिका कार्यनीतिहरू चाहिँ 16वटा रहेका छन्। प्रश्न नम्बर 73 मा रहेको छ उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको गठन गर्ने निर्णय कहिले भएको हो? उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको गठन गर्ने निर्णय कहिले भएको हो? कमा रहेको छ विक्रम सम्वत 2054 साल 11 महिना 12 गते, खमा रहेको छ 2054 1 महिना 12 गते, गमा रहेको छ 54 1 महिना 15 गते र घमा रहेको छ 54 1 महिना 25 गते। यसको सही एन्सर हुन्छ अप्सन खमा रहेको छ विक्रम सम्वत 2054 साल 1 महिना 12 गते। उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको गठन गर्ने निर्णय चाहिँ विक्रम सम्वत 2054 साल 1 महिना 12 गते भएको हो। प्रश्न नम्बर 74 मा रहेको छ उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन हुँदा अध्यक्ष को थिए? उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन हुँदा अध्यक्ष को थिए? कमा रहेको छ देवी प्रसाद ओझा, खमा रहेको छ कुलबहादुर गुरुङ, गमा रहेको छ वल्लभमणि दाहाल, घमा रहेको छ रामहरि जोशी। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ देवी प्रसाद ओझा। उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन हुँदा अध्यक्ष चाहिँ देवी प्रसाद ओझा थिए। प्रश्न नम्बर 75 मा रहेको छ उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2055 ले घरदेखि प्राथमिक विद्यालयसम्मको दूरी कति बनाउन सिफारिस गरेको छ? उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2055 ले घरदेखि प्राथमिक विद्यालयसम्मको दूरी कति बनाउन सिफारिस गरेको छ? कमा रहेको छ 15 मिनेट वा सोभन्दा कम, खमा रहेको छ 20 मिनेट वा सोभन्दा कम, गमा रहेको छ 25 मिनेट वा सोभन्दा कम र घमा रहेको छ 30 मिनेट वा सोभन्दा कम। यसको सही एन्सर हुन्छ अप्सन घमा रहेको छ 30 मिनेट वा सोभन्दा कम। उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2055 ले घरदेखि प्राथमिक विद्यालयसम्मको दूरी चाहिँ 30 मिनेट वा सोभन्दा कम बनाउन सिफारिस गरेको छ। प्रश्न नम्बर 76 मा रहेको छ नेपाल टेलिभिजनबाट दूर शिक्षा कार्यक्रमको प्रसारण कहिलेबाट भएको थियो? नेपाल टेलिभिजनबाट दूर शिक्षा कार्यक्रमको प्रसारण कहिलेबाट भएको थियो? कमा रहेको छ विक्रम सम्वत 2050 साल फागुन 7 गते, खमा रहेको छ विक्रम सम्वत 2051 साल फागुन 17 गते, गमा रहेको छ विक्रम सम्वत 2052 साल फागुन 7 गते र घमा रहेको छ 2053 साल फागुन 17 गते। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ विक्रम सम्वत 2052 साल फागुन 7 गते। नेपाल टेलिभिजनबाट दूर शिक्षा कार्यक्रमको प्रसारण चाहिँ विक्रम सम्वत 2052 साल फागुन 7 गतेबाट भएको थियो। भिडियोलाई लाइक, कमेन्ट र सेयर पनि गर्नुहोला र यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गर्नुहोला। हामी यसभन्दा पछाडि शिक्षक सेवा आयोगको भिडियोहरू लिएर आउनेछौँ, त्यसैले हामीसँग जोडिरहनुहोला। प्रश्न नम्बर 77 मा रहेको छ शिक्षा सम्बन्धी उच्च स्तरीय कार्य समितिको प्रतिवेदन 2058 ले एसएलसी परीक्षालाई कुन तहमा विकेन्द्रीकरण गर्न सिफारिस गरेको थियो?
शिक्षा सम्बन्धी उच्चस्तरीय कार्य समितिको प्रतिवेदन 2058 ले एसएलसी परीक्षालाई कुन तहमा विकेन्द्रीकरण गर्न सिफारिस गरेको थियो? कमा रहेको छ विद्यालय स्तरमा, खमा रहेको छ स्थानीय स्तरमा, गमा रहेको छ जिल्ला स्तरमा र घमा रहेको छ क्षेत्र स्तरमा। यसको सही आन्सर हुन्छ अप्सन घमा रहेको छ क्षेत्र स्तरमा। प्रश्न नम्बर 78 मा रहेको छ बाल अधिकार महासन्धि 1989 को कुन धारामा शिक्षा सम्बन्धी व्यवस्था गरिएको छ? बाल अधिकार महासन्धि 1989 को कुन धारामा शिक्षा सम्बन्धी व्यवस्था गरिएको छ? कमा रहेको छ धारा 25 र 26, खमा रहेको छ धारा 26 र 28, गमा रहेको छ धारा 27 र 29 र घमा रहेको छ धारा 28 र 29। यसको सही आन्सर हुन्छ अप्सन घमा रहेको छ धारा 28 र 29। बाल अधिकार महासन्धि 1989 को धारा 28 र 29 मा शिक्षा सम्बन्धी व्यवस्था गरिएको छ। प्रश्न नम्बर 79 मा रहेको छ राष्ट्रिय पाठ्यक्रम प्रारूप 2063 का अनुसार शिक्षाका उद्देश्य कति थिए? राष्ट्रिय पाठ्यक्रम प्रारूप 2063 का अनुसार शिक्षाका उद्देश्य कति थिए? कमा रहेको छ 13 वटा, खमा रहेको छ 11 वटा, गमा रहेको छ 12 वटा र घमा रहेको छ 14 वटा। यसको सही आन्सर हुन्छ अप्सन खमा रहेको छ 11 वटा। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2063 का अनुसार शिक्षाका उद्देश्य चाहिँ 11 वटा रहेका थिए। प्रश्न नम्बर 80 मा रहेको छ प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषदको उद्देश्य कुन हो? प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषदको उद्देश्य कुन हो? कमा रहेको छ सिपयुक्त जनशक्ति तयार पार्नु, खमा रहेको छ दक्ष जनशक्ति तयार पार्नु, गमा रहेको छ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा पहुँच पुर्याउनु र घमा रहेको छ रोजगारीको अवसर सिर्जना गर्नु। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ सिपयुक्त जनशक्ति तयार पार्नु। प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषदको उद्देश्य चाहिँ सिपयुक्त जनशक्ति तयार पार्नु हो। प्रश्न नम्बर 81 मा रहेको छ नेपालको शैक्षिक नीति अनुसार तलका कुन शिक्षालाई अनिवार्य शिक्षाको रूपमा लिइन्छ? नेपालको शैक्षिक नीति अनुसार तलको कुन शिक्षालाई अनिवार्य शिक्षाको रूपमा लिइन्छ? कमा रहेको छ प्राथमिक शिक्षा, खमा रहेको छ आधारभूत शिक्षा, गमा रहेको छ माध्यमिक शिक्षा र घमा रहेको छ उच्च शिक्षा। यसको सही आन्सर हुन्छ अप्सन खमा रहेको छ आधारभूत शिक्षा। नेपालको शैक्षिक नीति अनुसार तलका मध्ये आधारभूत शिक्षालाई चाहिँ अनिवार्य शिक्षाको रूपमा लिइन्छ। प्रश्न नम्बर 82 मा रहेको छ नेपालमा समाहित शिक्षा कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो? नेपालमा समाहित शिक्षा कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो? कमा रहेको छ आर्थिक वर्ष 56-57, खमा रहेको छ 57-58, गमा रहेको छ 55-56 र घमा रहेको छ 58-59। यसको सही आन्सर रहेको छ अप्सन खमा रहेको छ आर्थिक वर्ष 2057-58। नेपालमा समाहित शिक्षा कार्यक्रम आर्थिक वर्ष 2057-58 देखि सुरु गरिएको हो। प्रश्न नम्बर 83 मा रहेको छ अनौपचारिक शिक्षा कार्यक्रमको व्यवस्थापनको लागि कुन निकायले परिचालकको भूमिका खेल्छ? अनौपचारिक शिक्षा कार्यक्रमको व्यवस्थापनको लागि कुन निकायले परिचालकको भूमिका खेल्छ? कमा रहेको छ स्थानीय निकाय, खमा रहेको छ निजी संस्था, गमा रहेको छ सरकारी निकाय र घमा रहेको छ गैर सरकारी निकाय। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ स्थानीय निकाय। अनौपचारिक शिक्षा कार्यक्रमको व्यवस्थापनको लागि स्थानीय निकायले परिचालकको भूमिका खेल्दछ। प्रश्न नम्बर 84 मा रहेको छ प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम नीति 69 का जम्मा रणनीतिहरू कतिवटा रहेका छन्? प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम नीति 2069 का जम्मा रणनीतिहरू कतिवटा रहेका छन्? कमा रहेको छ 14 वटा, खमा रहेको छ 15 वटा, गमा रहेको छ 16 वटा र घमा रहेको छ 17 वटा। यसको सही आन्सर हुन्छ अप्सन खमा रहेको छ 15 वटा। प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम नीति 2069 का अनुसार जम्मा रणनीतिहरू चाहिँ 15 वटा रहेका छन्। प्रश्न नम्बर 85 मा रहेको छ शिक्षक तालिम नीति 2062 स्वीकृत गर्ने निकाय कुन हो? शिक्षक तालिम नीति 2062 स्वीकृत गर्ने निकाय कुन हो? कमा रहेको छ नेपाल सरकार, खमा रहेको छ शिक्षा तथा खेलकुद मन्त्रालय, गमा रहेको छ सामाजिक विकास मन्त्रालय र घमा रहेको छ मन्त्री परिषद। यसको सही आन्सर हुन्छ अप्सन खमा रहेको छ शिक्षा तथा खेलकुद मन्त्रालय। शिक्षक तालिम नीति 2062 स्वीकृत गर्ने निकाय चाहिँ शिक्षा तथा खेलकुद मन्त्रालय हो। प्रश्न नम्बर 86 मा रहेको छ
विशेष शिक्षा सम्बन्धी विश्व सम्मेलन कहिले भएको थियो? विशेष शिक्षा सम्बन्धी विश्व सम्मेलन कहिले भएको थियो? कमा रहेको छ सन् 1984 जुन 7 देखि 10 सम्म, खमा रहेको छ सन् 1994 जुन 7 देखि 10 सम्म, गमा रहेको छ सन् 1994 जुलाई 6 देखि 10 सम्म र घमा रहेको छ सन् 1994 जुलाई 7 देखि 10 सम्म। यसको सही आन्सर हुन्छ अप्सन घमा रहेको छ सन् 1994 जुलाई 7 देखि जुलाई 10 सम्म। प्रश्न नम्बर 87 मा रहेको छ शिक्षा इस्तिहार 1996 अनुसार विद्यालय शिक्षाको संरचना कुन हो? शिक्षा इस्तिहार 1996 अनुसार विद्यालय शिक्षाको संरचना कुन हो? कमा रहेको छ 3 + 4 + 3, खमा रहेको छ 3 + 2 + 3, गमा रहेको छ 5 + 7 र घमा रहेको छ 5 + 6। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ 3 + 4 + 3। शिक्षा इस्तिहार 1996 अनुसार विद्यालय शिक्षाको संरचना चाहिँ 3-4-3 अर्थात् 3 + 4 + 3 चाहिँ हो। प्रश्न नम्बर 88 मा रहेको छ नेपाल राष्ट्रिय शिक्षा आयोग 2011 अनुसार विद्यालय शिक्षाको संरचना कुन थियो? नेपाल राष्ट्रिय शिक्षा आयोग 2011 अनुसार विद्यालय शिक्षाको संरचना कुन थियो? कमा रहेको छ 3 + 4 + 3, खमा रहेको छ 3 + 2 + 3 + 2, गमा रहेको छ 5 + 5 र घमा रहेको छ 5 + 6। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ 5 + 5। नेपाल राष्ट्रिय शिक्षा आयोग 2011 अनुसार विद्यालय शिक्षाको संरचना चाहिँ 5 + 5 थियो। प्रश्न नम्बर 89 मा रहेको छ अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 को परिच्छेद 2 मा केसँग सम्बन्धित व्यवस्था गरिएको छ? अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 को परिच्छेद 2 मा केसँग सम्बन्धित व्यवस्था गरिएको छ? कमा रहेको छ शिक्षामा नागरिकको पहुँच र राज्यको दायित्व, खमा रहेको छ अनिवार्य तथा निशुल्क शिक्षा, गमा रहेको छ मातृभाषामा दिइने शिक्षा तथा विद्यालय सञ्चालन, घमा रहेको छ शिक्षाका लागि बजेट विनियोजन तथा अनुदान। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ शिक्षामा नागरिकको पहुँच र राज्यको दायित्व। अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 को परिच्छेद 2 मा शिक्षामा नागरिकको पहुँच र राज्यको दायित्वसँग सम्बन्धित व्यवस्था गरिएको छ। प्रश्न नम्बर 90 मा रहेको छ नेपालमा कति प्रकारका पाठ्यक्रम ढाँचाहरू कार्यान्वयनमा आएका छन्? नेपालमा कति प्रकारका पाठ्यक्रम ढाँचाहरू कार्यान्वयनमा आएका छन्? कमा रहेको छ 3 प्रकारका, खमा रहेको छ 4 प्रकारका, गमा रहेको छ 5 प्रकारका र घमा रहेको छ 6 प्रकारका। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ 5 प्रकारका। नेपालमा 5 प्रकारका पाठ्यक्रम ढाँचाहरू चाहिँ कार्यान्वयनमा आएका छन्। प्रश्न नम्बर 91 मा रहेको छ सबैका लागि शिक्षा सम्बन्धी बैठकको आयोजना गर्ने संस्था कुन हो? सबैका लागि शिक्षा सम्बन्धी बैठकको आयोजना गर्ने संस्था कुन हो? कमा रहेको छ विश्व शिक्षा मञ्च, खमा रहेको छ युनेस्को, गमा रहेको छ युनिसेफ र घमा रहेको छ UNDP। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ विश्व शिक्षा मञ्च। सबैका लागि शिक्षा सम्बन्धी बैठकको आयोजना गर्ने संस्था चाहिँ विश्व शिक्षा मञ्च हो। प्रश्न नम्बर 92 मा रहेको छ मानव अधिकारको विश्वव्यापी घोषणापत्र कहिले जारी भयो? मानव अधिकारको विश्वव्यापी घोषणापत्र कहिले जारी भयो? कमा रहेको छ सन् 1948 डिसेम्बर 10, खमा रहेको छ 1948 डिसेम्बर 20, गमा रहेको छ 1984 डिसेम्बर 10 र घमा रहेको छ 1989 डिसेम्बर 27। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ सन् 1948 डिसेम्बर 10। मानव अधिकारको विश्वव्यापी घोषणापत्र चाहिँ सन् 1948 डिसेम्बर 10 मा जारी भयो। प्रश्न नम्बर 93 मा रहेको छ नेपालमा सक्षमतामा आधारित पाठ्यक्रम कहिलेदेखि कार्यान्वयनमा आएको थियो? नेपालमा सक्षमतामा आधारित पाठ्यक्रम कहिलेदेखि कार्यान्वयनमा आएको थियो? कमा रहेको छ विक्रम सम्वत 2070 साल, खमा रहेको छ 71 साल, गमा रहेको छ 72 साल र घमा रहेको छ 2073 साल। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ विक्रम सम्वत 2070 साल। नेपालमा सक्षमतामा आधारित पाठ्यक्रम विक्रम सम्वत 2070 सालदेखि कार्यान्वयनमा आएको थियो। प्रश्न नम्बर 94 मा रहेको छ
माध्यमिक शिक्षा पाठ्यक्रम 2071 अनुसार प्राविधिकतर्फ कक्षा 9-10 को जम्मा विषय कति रहेका छन्? माध्यमिक शिक्षा पाठ्यक्रम 2071 अनुसार प्राविधिकतर्फ कक्षा 9-10 को जम्मा विषय कति रहेका छन्? कमा रहेको छ अनिवार्य 6 र ऐच्छिक 2 गरी जम्मा 8 विषय, खमा रहेको छ अनिवार्य 5 र ऐच्छिक 3 गरी जम्मा 8 विषय, गमा रहेको छ अनिवार्य 4 र ऐच्छिक 6 गरी जम्मा 10 विषय र घमा रहेको छ अनिवार्य 5 र ऐच्छिक 5 गरी जम्मा 10 विषय। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ अनिवार्य 4 र ऐच्छिक 6 गरी जम्मा 10 विषय। माध्यमिक शिक्षा पाठ्यक्रम 2071 अनुसार प्राविधिकतर्फ कक्षा 9-10 को जम्मा विषय चाहिँ अनिवार्य 4 र ऐच्छिक 6 गरी जम्मा 10 वटा विषय रहेका छन्। प्रश्न नम्बर 95 मा रहेको छ 2075 5 महिना 1 गतेमा स्वीकृत पाठ्यक्रम अनुसार प्रारम्भिक बाल शिक्षाका विषयगत सिप सिकाइका क्षेत्र कतिवटा रहेका छन्? 2075 भाद्र 1 गते स्वीकृत पाठ्यक्रम अनुसार प्रारम्भिक बाल शिक्षाका विषयगत सिप सिकाइका क्षेत्र कतिवटा रहेका छन्? कमा रहेको छ 3 क्षेत्र, खमा रहेको छ 4 क्षेत्र, गमा रहेको छ 5 क्षेत्र र घमा रहेको छ 6 क्षेत्र। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ 5 क्षेत्र। 2075 5 महिना 1 गतेमा स्वीकृत पाठ्यक्रम अनुसार प्रारम्भिक बाल शिक्षाका विषयगत सिप सिकाइका क्षेत्रहरू चाहिँ 5 वटा रहेका छन्। प्रश्न नम्बर 96 मा रहेको छ विद्यालयका सम्पूर्ण पक्षहरूको सञ्चालन, रेखदेख तथा व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी कसको हो? विद्यालयका सम्पूर्ण पक्षहरूको सञ्चालन, रेखदेख तथा व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी कसको हो? कमा रहेको छ शिक्षा, युवा तथा खेलकुद शाखा, खमा रहेको छ विद्यालय व्यवस्थापन समिति, गमा रहेको छ शिक्षक अभिभावक सङ्घ र घमा रहेको छ प्रधानाध्यापक। यसको सही आन्सर हुन्छ अप्सन खमा रहेको छ विद्यालय व्यवस्थापन समिति। विद्यालयका सम्पूर्ण पक्षहरूको सञ्चालन, रेखदेख तथा व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी चाहिँ विद्यालय व्यवस्थापन समितिको हो। प्रश्न नम्बर 97 मा रहेको छ प्राथमिक शिक्षा पाठ्यक्रम 2062 अनुसार कक्षा 1-3 को जम्मा पूर्णाङ्क कति रहेको छ? प्राथमिक शिक्षा पाठ्यक्रम 2062 अनुसार कक्षा 1-3 को जम्मा पूर्णाङ्क कति रहेको छ? कमा रहेको छ 600 पूर्णाङ्क, खमा रहेको छ 700 पूर्णाङ्क, गमा रहेको छ 800, घमा रहेको छ 900 पूर्णाङ्क। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ 600 पूर्णाङ्क। प्राथमिक शिक्षा पाठ्यक्रम 2062 अनुसार कक्षा 1-3 को जम्मा पूर्णाङ्क चाहिँ 600 रहेको छ। प्रश्न नम्बर 98 मा रहेको छ खुल्ला माध्यमिक विद्यालयको स्वीकृति र सञ्चालन कुन संस्थाबाट हुने गरेको थियो? खुल्ला माध्यमिक विद्यालयको स्वीकृति र सञ्चालन कुन संस्थाबाट हुने गरेको थियो? कमा रहेको छ अनौपचारिक शिक्षा केन्द्र, खमा रहेको छ शैक्षिक जनशक्ति विकास केन्द्र, गमा रहेको छ शिक्षा तथा मानव स्रोत विकास केन्द्र र घमा रहेको छ अनौपचारिक शिक्षा परिषद। यसको सही आन्सर हुन्छ अप्सन खमा रहेको छ शैक्षिक जनशक्ति विकास केन्द्र। खुल्ला माध्यमिक विद्यालयको स्वीकृति र सञ्चालन चाहिँ शैक्षिक जनशक्ति विकास केन्द्रबाट हुने गरेको थियो। प्रश्न नम्बर 79 मा रहेको छ नेपालमा भर्चुअल कक्षाको सुरुवात कहिलेदेखि भएको हो? नेपालमा भर्चुअल कक्षाको सुरुवात कहिलेदेखि भएको हो? कमा रहेको छ विक्रम सम्वत 2073 साल 3 महिना 24 गते, खमा रहेको छ 2073 साल 6 महिना 30 गते, गमा रहेको छ 73 साल 9 महिना 24 गते र घमा रहेको छ 73 साल 9 महिना 14 गते। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ विक्रम सम्वत 2073 साल 9 महिना 24 गते। नेपालमा भर्चुअल कक्षाको सुरुवात चाहिँ विक्रम सम्वत 2073 साल पुस 24 गतेबाट भएको हो। प्रश्न नम्बर 100 मा रहेको छ सिप विकास परियोजनाको अवधि कति वर्षको हो? सिप विकास परियोजनाको अवधि कति वर्षको हो? कमा रहेको छ 3 वर्ष, खमा रहेको छ 5 वर्ष, गमा रहेको छ 7 वर्ष र घमा रहेको छ 10 वर्ष। यसको सही आन्सर हुन्छ अप्सन खमा रहेको छ 5 वर्ष। सिप विकास परियोजनाको अवधि चाहिँ 5 वर्ष हो। प्रश्न नम्बर 101 मा रहेको छ शिक्षक सेवा आयोगका सदस्यहरूको नियुक्तिको लागि सिफारिस गर्न गठित समितिको अध्यक्ष को रहने व्यवस्था छ? शिक्षक सेवा आयोगका सदस्यहरूको नियुक्तिको लागि सिफारिस गर्न गठित समितिको अध्यक्ष को रहने व्यवस्था छ?
कमा रहेको छ लोकसेवा आयोगको अध्यक्ष, खमा रहेको छ त्रिभुवन विश्वविद्यालयको उपकुलपति, गमा रहेको छ मन्त्रालयको सचिव र घमा रहेको छ बोर्डको वरिष्ठ अधिकृत। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ लोकसेवा आयोगको अध्यक्ष। शिक्षक सेवा आयोगका सदस्यहरूको नियुक्तिको लागि सिफारिस गर्न गठित समितिको अध्यक्ष चाहिँ लोकसेवा आयोगको अध्यक्ष रहने व्यवस्था छ। प्रश्न नम्बर 102 मा रहेको छ शिक्षा नियमावली 2059 मा निरीक्षकको काम, कर्तव्य र अधिकार कति तोकिएका छन्? शिक्षा नियमावली 2059 मा निरीक्षकको काम, कर्तव्य र अधिकार कति तोकिएका छन्? कमा रहेको छ 13 वटा, खमा रहेको छ 17 वटा, गमा रहेको छ 18 वटा र घमा रहेको छ 22 वटा। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ 13 वटा। शिक्षा नियमावली 2059 मा निरीक्षकको काम, कर्तव्य र अधिकार चाहिँ 13 वटा तोकिएका छन्। प्रश्न नम्बर 103 मा रहेको छ आधारभूत शिक्षा पाठ्यक्रम अनुसार साधारणतर्फ कक्षा 6-8 मा कति विषय पठन पाठन हुने व्यवस्था छ? आधारभूत शिक्षा पाठ्यक्रम अनुसार साधारण शिक्षातर्फ कक्षा 6-8 मा कति विषय पठन पाठन हुने व्यवस्था छ? कमा रहेको छ 7 विषय, खमा रहेको छ 8 विषय, गमा रहेको छ 9 विषय र घमा रहेको छ 10 विषय। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ 9 विषय। आधारभूत शिक्षा पाठ्यक्रम अनुसार साधारण शिक्षातर्फ कक्षा 6 देखि 8 मा जम्मा 9 वटा विषय पठन पाठन हुने व्यवस्था रहेको छ। प्रश्न नम्बर 104 मा रहेको छ राष्ट्रिय परीक्षा बोर्ड तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद कसको कार्यक्षेत्रभित्र पर्दछ? राष्ट्रिय परीक्षा बोर्ड तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद कसको कार्यक्षेत्रभित्र पर्दछ? कमा रहेको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, खमा रहेको छ शिक्षा तथा मानव शोध विकास केन्द्र, गमा रहेको छ शिक्षा विकास निर्देशनालय र घमा रहेको छ सामाजिक विकास मन्त्रालय। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय। राष्ट्रिय परीक्षा बोर्ड तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्षेत्रभित्र पर्दछ। प्रश्न नम्बर 105 मा रहेको छ शिक्षक सेवा आयोगका सदस्यहरूको पदावधि कति वर्षको हुन्छ? शिक्षक सेवा आयोगका सदस्यहरूको पदावधि कति वर्षको हुन्छ? कमा रहेको छ 3 वर्ष, खमा रहेको छ 4 वर्ष, गमा रहेको छ 5 वर्ष र घमा रहेको छ 6 वर्ष। यसको सही एन्सर हुन्छ अप्सन गमा रहेको छ 5 वर्ष। शिक्षक सेवा आयोगका सदस्यहरूको पदावधि चाहिँ 5 वर्षको हुन्छ। प्रश्न नम्बर 106 मा रहेको छ शिक्षकको वृत्ति विकासको लागि नवप्रवेशी, अनुभवी, निपुण र विशेषज्ञ गरी 4 भागमा विभाजन गर्ने शैक्षिक दस्तावेज कुन हो? शिक्षकको वृत्ति विकासको लागि नवप्रवेशी, अनुभवी, निपुण र विशेषज्ञ गरी 4 भागमा विभाजन गर्ने शैक्षिक दस्तावेज कुन हो? कमा रहेको छ राष्ट्रिय पाठ्यक्रम प्रारूप, खमा रहेको छ विद्यालय क्षेत्र सुधार योजना, गमा रहेको छ विद्यालय क्षेत्र विकास योजना र घमा रहेको छ राष्ट्रिय शिक्षा नीति। यसको सही एन्सर रहेको छ अप्सन खमा रहेको छ विद्यालय क्षेत्र सुधार योजना। शिक्षकको वृत्ति विकासको लागि नवप्रवेशी, अनुभवी, निपुण र विशेषज्ञ गरी 4 भागमा विभाजन गर्ने शैक्षिक दस्तावेज चाहिँ विद्यालय क्षेत्र सुधार योजना हो। प्रश्न नम्बर 107 मा रहेको छ व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना पहिलो कहिलेदेखि सुरु भएको हो? व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना पहिलो कहिलेदेखि सुरु भएको हो? विक्रम सम्वत 2067 साल असार 16 गते, खमा रहेको छ 68 साल असार 16 गते, गमा रहेको छ 66 साल असार 26 गते र घमा रहेको छ 67 साल असार 26 गते। यसको सही एन्सर हुन्छ अप्सन खमा रहेको छ विक्रम सम्वत 2068 साल असार 16 गते। व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना पहिलो चाहिँ विक्रम सम्वत 2068 साल असार 16 गतेदेखि सुरु भएको हो। प्रश्न नम्बर 108 मा रहेको छ सेती प्राविधिक शिक्षालय कहाँ रहेको छ? सेती प्राविधिक शिक्षालय कहाँ रहेको छ? कमा रहेको छ डोटी, खमा रहेको छ सिराहा, गमा रहेको छ दोलखा र घमा रहेको छ धनकुटा। यसको सही एन्सर हुन्छ अप्सन कमा रहेको छ डोटी। सेती प्राविधिक शिक्षालय चाहिँ डोटीमा रहेको छ। प्रश्न नम्बर 109 मा रहेको छ बनेपा पोलिटेक्निकल इन्स्टिच्युटको दात्री निकाय कुन हो? बनेपा पोलिटेक्निकल इन्स्टिच्युटको दात्री निकाय कुन हो? कमा रहेको छ बेलायत,
खमा रहेको छ चीन, गमा रहेको छ युनेस्को र घमा रहेको छ जाइका। यसको सही आन्सर हुन्छ अप्सन खमा रहेको छ चीन। बनेपा पोलिटेक्निकल इन्स्टिच्युटको दात्री निकाय चाहिँ चीन हो। प्रश्न नम्बर 110 मा रहेको छ कलेज अफ एजुकेसनको स्थापना कहिले भएको थियो? कलेज अफ एजुकेसनको स्थापना कहिले भएको थियो? कमा रहेको छ 2013 भाद्र 24 गते, खमा रहेको छ विक्रम सम्वत 2013 साल भाद्र 23 गते, गमा रहेको छ 2013 भाद्र 27 गते, घमा रहेको छ 2013 साल भाद्र 20 गते। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ विक्रम सम्वत 2013 साल भाद्र 24 गते। कलेज अफ एजुकेसनको स्थापना चाहिँ विक्रम सम्वत 2013 साल भाद्र 24 गते भएको थियो। प्रश्न नम्बर 111 मा रहेको छ विद्यालय क्षेत्र सुधार योजना 2066-2072 का मुख्य उद्देश्यहरू कतिवटा रहेका छन्? विद्यालय क्षेत्र सुधार योजना 2066-2072 का मुख्य उद्देश्यहरू कतिवटा रहेका छन्? कमा रहेको छ 5 वटा, खमा रहेको छ 6 वटा, गमा रहेको छ 3 वटा र घमा रहेको छ 4 वटा। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ 3 वटा। विद्यालय क्षेत्र सुधार योजना 2066-2072 का मुख्य उद्देश्यहरू चाहिँ 3 वटा रहेका छन्। प्रश्न नम्बर 112 मा रहेको छ अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 मा कति दफा रहेका छन्? अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 मा कति दफा रहेका छन्? कमा रहेको छ 21 वटा, खमा रहेको छ 31 वटा, गमा रहेको छ 41 वटा र घमा रहेको छ 51 वटा। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ 41 वटा। अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 मा 41 वटा दफा रहेका छन्। प्रश्न नम्बर 113 मा रहेको छ राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको सचिवालयको कार्य कसले गर्दछ? राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको सचिवालयको कार्य कसले गर्दछ? कमा रहेको छ शिक्षा तालिम केन्द्र, खमा रहेको छ शिक्षा तथा मानव स्रोत विकास केन्द्र, गमा रहेको छ पाठ्यक्रम विकास केन्द्र र घमा रहेको छ शैक्षिक जनशक्ति विकास केन्द्र। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ पाठ्यक्रम विकास केन्द्र। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको सचिवालयको कार्य चाहिँ पाठ्यक्रम विकास केन्द्रले गर्दछ। प्रश्न नम्बर 114 मा रहेको छ विद्यालय शिक्षाको एकीकृत शैक्षिक तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन गर्ने कार्य कसको हो? विद्यालय शिक्षाको एकीकृत शैक्षिक तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन गर्ने कार्य कसको हो? कमा रहेको छ शिक्षा तालिम केन्द्र, खमा रहेको छ शिक्षा तथा मानव स्रोत विकास केन्द्र, गमा रहेको छ शिक्षा विकास निर्देशनालय र घमा रहेको छ शिक्षा विकास तथा समन्वय एकाइ। यसको सही आन्सर हुन्छ अप्सन खमा रहेको छ शिक्षा तथा मानव स्रोत विकास केन्द्र। विद्यालय शिक्षाको एकीकृत शैक्षिक तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन गर्ने कार्य चाहिँ शिक्षा तथा मानव स्रोत विकास केन्द्रको हो। प्रश्न नम्बर 115 मा रहेको छ संस्थागत निम्न माध्यमिक विद्यालय खोल्ने अनुमति लिँदा विद्यालय सञ्चालनको सुरक्षण बापत कति रकम राख्नु पर्दछ? संस्थागत निम्न माध्यमिक विद्यालय खोल्ने अनुमति लिँदा विद्यालय सञ्चालनको सुरक्षण बापत कति रकम राख्नु पर्दछ? कमा रहेको छ 50,000, खमा रहेको छ 1 लाख, गमा रहेको छ 1,50,000 र घमा रहेको छ 2 लाख। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ 1,50,000। संस्थागत निम्न माध्यमिक विद्यालय खोल्ने अनुमति लिँदा विद्यालय सञ्चालनको सुरक्षण बापत 1,50,000 रुपैयाँ राख्नु पर्दछ। प्रश्न नम्बर 116 मा रहेको छ नेपाल सरकारले कस्तो क्षेत्रमा घुम्ती विद्यालय सञ्चालन गर्न सक्नेछ? नेपाल सरकारले कस्तो क्षेत्रमा घुम्ती विद्यालय सञ्चालन गर्न सक्नेछ? कमा रहेको छ हिमाली क्षेत्रमा, खमा रहेको छ विकट क्षेत्रमा, गमा रहेको छ दुर्गम पहाडी क्षेत्रमा र घमा रहेको छ विकट हिमाली क्षेत्रमा। यसको सही आन्सर रहेको छ अप्सन घमा रहेको छ विकट हिमाली क्षेत्रमा। नेपाल सरकारले विकट हिमाली क्षेत्रमा चाहिँ घुम्ती विद्यालय सञ्चालन गर्न सक्ने व्यवस्था रहेको छ। प्रश्न नम्बर 117 मा रहेको छ नेपालमा कति प्रकारका पाठ्यक्रम ढाँचाहरू कार्यान्वयनमा आएका छन्? नेपालमा कति प्रकारका पाठ्यक्रम ढाँचाहरू कार्यान्वयनमा आएका छन्? कमा रहेको छ 3 प्रकारका, खमा रहेको छ 4 प्रकारका, गमा रहेको छ 5 प्रकारका र घमा रहेको छ 6 प्रकारका। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ 5 प्रकारका। यो प्रश्न अगाडि पनि दोहोरिएको रहेछ। नेपालमा कति प्रकारका पाठ्यक्रम ढाँचाहरू कार्यान्वयनमा आएका छन् भन्ने प्रश्न चाहिँ अगाडि पनि दोहोरिएको छ। यसको एन्सर चाहिँ 5 प्रकारका हुन्छ।
प्रश्न नम्बर 118 मा रहेको छ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखाहरू कतिवटा छन्? शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखाहरू कतिवटा छन्? कमा रहेको छ 12 वटा, खमा रहेको छ 14 वटा, गमा रहेको छ 15 वटा र घमा रहेको छ 17 वटा। यसको सही आन्सर हुन्छ अप्सन घमा रहेको छ 17 वटा। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखाहरू चाहिँ 17 वटा रहेका छन्। प्रश्न नम्बर 119 मा रहेको छ शिक्षा ऐन 2028 को 6औं संशोधन कहिले भयो? शिक्षा ऐन 2028 को 6औं संशोधन कहिले भयो? कमा रहेको छ विक्रम सम्वत 2074 साल 7 महिना 6 गते, खमा रहेको छ 73 साल 3 महिना 15 गते, गमा रहेको छ 58 साल 10 महिना 25 गते र घमा रहेको छ 55 साल 10 महिना 1 गते। यसको सही आन्सर हुन्छ अप्सन घमा रहेको छ विक्रम सम्वत 2055 साल 10 महिना 1 गते। शिक्षा ऐन 2028 को 6औं संशोधन चाहिँ विक्रम सम्वत 2055 साल 10 महिना 1 गते भएको हो। प्रश्न नम्बर 120 मा रहेको छ शिक्षा ऐन 2028 संशोधन सहित रहेको छ अनुसार संस्थागत विद्यालयको व्यवस्थापन समितिमा कति सदस्य हुने व्यवस्था छ? शिक्षा ऐन 2028 संशोधन सहित संस्थागत विद्यालयको व्यवस्थापन समितिमा कति सदस्य हुने व्यवस्था छ? कमा रहेको छ 7 जना, खमा रहेको छ 9 जना, गमा रहेको छ 11 जना र घमा रहेको छ 13 जना। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ 7 जना। शिक्षा ऐन 2028 अनुसार संस्थागत विद्यालयको व्यवस्थापन समितिमा 7 जना सदस्य हुने व्यवस्था रहेको छ। प्रश्न नम्बर 121 मा रहेको छ शिक्षा ऐन 2028 पहिलो चरणमा लागू भएका जिल्लाहरू कुन कुन हुन्? शिक्षा ऐन 2028 पहिलो चरणमा लागू भएका जिल्लाहरू कुन कुन हुन्? कमा रहेको छ चितवन र कास्की, खमा रहेको छ बाँके र कास्की, गमा रहेको छ उदयपुर र चितवन, घमा रहेको छ झापा र कास्की। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ चितवन र कास्की। शिक्षा ऐन 2028 पहिलो चरणमा लागू भएका जिल्लाहरू चितवन र कास्की हुन्। प्रश्न नम्बर 122 मा रहेको छ शिक्षा नियमावली 2059 अनुसार विद्यालयले कसले स्वीकृत गरेको पाठ्यपुस्तक लागू गर्नुपर्दछ? शिक्षा नियमावली 2059 अनुसार विद्यालयले कसले स्वीकृत गरेको पाठ्यपुस्तक लागू गर्नुपर्दछ? कमा रहेको छ पाठ्यक्रम विकास केन्द्र, खमा रहेको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, गमा रहेको छ नेपाल सरकार, घमा रहेको छ शिक्षा तथा मानव विकास स्रोत केन्द्र। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ नेपाल सरकार। शिक्षा नियमावली 2059 अनुसार विद्यालयले नेपाल सरकारले स्वीकृत गरेको पाठ्यपुस्तक चाहिँ लागू गर्नुपर्दछ। प्रश्न नम्बर 123 मा रहेको छ विक्रम सम्वत 2068 को जनगणना अनुसार 15 देखि 24 वर्ष उमेर समूहको साक्षरता प्रतिशत कति रहेको छ? विक्रम सम्वत 2068 को जनगणना अनुसार 15 देखि 24 वर्ष उमेर समूहको साक्षरता प्रतिशत कति रहेको छ? कमा रहेको छ 85.95%, खमा रहेको छ 84.72%, गमा रहेको छ 84.27% र घमा रहेको छ 86.90%। यसको सही आन्सर हुन्छ अप्सन खमा रहेको छ 84.72%। विक्रम सम्वत 2068 को जनगणना अनुसार 15 देखि 24 वर्ष उमेर समूहको साक्षरता प्रतिशत चाहिँ 84.72% रहेको छ। प्रश्न नम्बर 124 मा रहेको छ शिक्षा ऐन 2028 मा कति दफा रहेका छन्? शिक्षा ऐन 2028 मा कति दफा रहेका छन्? कमा रहेको छ 19 वटा, खमा रहेको छ 20 वटा, गमा रहेको छ 21 वटा र घमा रहेको छ 22 वटा। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ 21 वटा। शिक्षा ऐन 2028 मा 21 वटा दफा रहेका छन्। प्रश्न नम्बर 125 मा रहेको छ शिक्षा नियमावलीको 8औं संशोधन कहिले भयो? शिक्षा नियमावलीको 8औं संशोधन कहिले भयो? कमा रहेको छ विक्रम सम्वत 2070 साल 3 महिना 30 गते, खमा रहेको छ 71 साल 6 महिना 3 गते, गमा रहेको छ 71 साल 1 महिना 22 गते र घमा रहेको छ 59 साल 7 महिना 24 गते। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ विक्रम सम्वत 2070 साल 3 महिना 30 गते। शिक्षा नियमावलीको 8औं संशोधन चाहिँ विक्रम सम्वत 2070 साल 3 महिना 30 गते भएको हो।
प्रश्न नम्बर 126 मा रहेको छ अनिवार्य तथा निशुल्क शिक्षा ऐन कहिले जारी भएको हो? अनिवार्य तथा निशुल्क शिक्षा ऐन कहिले जारी भएको हो? कमा रहेको छ विक्रम सम्वत 2075 6 महिना 2 गते, खमा रहेको छ 75 2 महिना 6 गते, गमा रहेको छ 75 7 महिना 2 गते र घमा रहेको छ 75 6 महिना 6 गते। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ विक्रम सम्वत 2075 साल 6 महिना 2 गते। अनिवार्य तथा निशुल्क शिक्षा ऐन चाहिँ विक्रम सम्वत 2075 साल 6 महिना 2 गते जारी भएको हो। प्रश्न नम्बर 127 मा रहेको छ शिक्षा नियमावली 2059 मा कतिवटा अनुसूची रहेका छन्? शिक्षा नियमावली 2059 मा कतिवटा अनुसूची रहेका छन्? कमा रहेको छ 23 वटा, खमा रहेको छ 26, गमा रहेको छ 30 र घमा रहेको छ 33 वटा। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ 23 वटा। शिक्षा नियमावली 2059 मा 23 वटा अनुसूचीहरू रहेका छन्। प्रश्न नम्बर 128 मा रहेको छ शिक्षकले भोइपरि बिदा वर्षभरि कति दिन पाउँछ? शिक्षकले भोइपरि बिदा वर्षभरि कति दिन पाउँछ? कमा रहेको छ 6 दिन, खमा रहेको छ 9 दिन, गमा रहेको छ 12 दिन र घमा रहेको छ 15 दिन। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ 6 दिन। शिक्षकले भोइपरि बिदा वर्षभरिमा 6 दिन पाउँछ। प्रश्न नम्बर 129 मा रहेको छ शिक्षकले बेतलबी बिदा बढीमा कति पाउँछ? शिक्षकले बेतलबी बिदा बढीमा कति पाउँछ? कमा रहेको छ 1 वर्ष, खमा रहेको छ 2 वर्ष, गमा रहेको छ 4 वर्ष र घमा रहेको छ 5 वर्ष। यसको सही आन्सर हुन्छ अप्सन घमा रहेको छ 5 वर्ष। शिक्षकले बेतलबी बिदा चाहिँ बढीमा 5 वर्ष पाउँछ। प्रश्न नम्बर 130 मा रहेको छ नेपालमा पहिलो पटक निजामती सेवा दिवस कहिले मनाइयो? नेपालमा पहिलो पटक निजामती सेवा दिवस कहिले मनाइयो? कमा रहेको छ विक्रम सम्वत 2063 असार 23 गते, खमा रहेको छ विक्रम सम्वत 2060 भाद्र 23 गते, गमा रहेको छ विक्रम सम्वत 2061 साल भाद्र 22 गते र घमा रहेको छ विक्रम सम्वत 2062 साल चैत्र 22 गते। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ विक्रम सम्वत 2061 साल भाद्र 22 गते। नेपालमा पहिलो पटक निजामती सेवा दिवस चाहिँ विक्रम सम्वत 2061 साल भाद्र 22 गते मनाइयो। प्रश्न नम्बर 131 मा रहेको छ कर्मचारी प्रशासन सम्बन्धी केन्द्रीय निकाय कुन हो? कर्मचारी प्रशासन सम्बन्धी केन्द्रीय निकाय कुन हो? कमा रहेको छ शिक्षा मन्त्रालय, खमा रहेको छ सामान्य प्रशासन मन्त्रालय, गमा रहेको छ कर्मचारी प्रशासन मन्त्रालय र घमा रहेको छ शिक्षा विभाग। यसको सही आन्सर रहेको छ अप्सन खमा रहेको छ सामान्य प्रशासन मन्त्रालय। कर्मचारी प्रशासन सम्बन्धी केन्द्रीय निकाय चाहिँ सामान्य प्रशासन मन्त्रालय हो। प्रश्न नम्बर 32 मा रहेको छ स्थानीय स्तरबाट शैक्षिक तथ्याङ्क सङ्कलनको कार्य कसले गर्दछ? स्थानीय स्तरबाट शैक्षिक तथ्याङ्क सङ्कलनको कार्य कसले गर्दछ? कमा रहेको छ विद्यालय, खमा रहेको छ शिक्षा युवा तथा खेलकुद शाखा, गमा रहेको छ शिक्षा विकास तथा समन्वय इकाइ र घमा रहेको छ माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन खमा रहेको छ शिक्षा युवा तथा खेलकुद शाखा। स्थानीय स्तरबाट शैक्षिक तथ्याङ्क सङ्कलनको कार्य चाहिँ शिक्षा युवा तथा खेलकुद शाखाले गर्दछ। प्रश्न नम्बर 133 मा रहेको छ नेपालमा कुन दिनलाई शैक्षिक तथ्याङ्क दिवसको रूपमा लिएको पाइन्छ? नेपालमा कुन दिनलाई शैक्षिक तथ्याङ्क दिवसको रूपमा लिइएको पाइन्छ? कमा रहेको छ जेठ 7 गते, खमा रहेको छ जेठ 17 गते, गमा रहेको छ फागुन 23 गते र घमा रहेको छ चैत्र 23 गते। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ जेठ 7 गते। नेपालमा जेठ 7 गतेलाई शैक्षिक तथ्याङ्क दिवसको रूपमा लिइएको पाइन्छ। प्रश्न नम्बर 134 मा रहेको छ शैक्षिक तथ्याङ्क फ्ल्यास 1 कहिले भरिन्छ? शैक्षिक तथ्याङ्क फ्ल्यास 1 कहिले भरिन्छ? कमा रहेको छ जेठ 7 गते, खमा रहेको छ जेठ 17 गते, गमा रहेको छ फागुन 23 गते र घमा रहेको छ चैत्र 23 गते। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ जेठ 7 गते। शैक्षिक तथ्याङ्क फ्ल्यास 1 जेठ 7 गते भरिन्छ। भिडियोलाई मन परे लाइक गर्नुहोला, मन नपरे डिसलाइक गर्नुहोला र एउटा प्रतिक्रिया पनि दिनुहोला। च्याट बक्समा गरेको प्रतिक्रिया
केही समयपछि हराएर जानेछ, त्यसैले कमेन्ट बक्समा प्रतिक्रिया दिनुहोला। प्रश्न नम्बर 135 मा रहेको छ, एउटै कक्षामा अध्यापन हुने विभिन्न विषयहरूका मिल्दाजुल्दा सिकाइ अनुभवहरूको बीचमा सम्बन्ध स्थापित गरी पाठ्यक्रममा सङ्गठन गर्नुलाई के भनिन्छ? एउटै कक्षामा अध्यापन हुने विभिन्न विषयहरूका मिल्दाजुल्दा सिकाइ अनुभवहरूको बीचमा सम्बन्ध स्थापित गरी पाठ्यक्रममा सङ्गठन गर्नुलाई के भनिन्छ? कमा रहेको छ निरन्तरता, खमा रहेको छ क्रम, गमा रहेको छ एकीकरण र घमा रहेको छ माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ एकीकरण। एउटै कक्षामा अध्यापन हुने विभिन्न विषयहरूका मिल्दाजुल्दा सिकाइ अनुभवहरूको बीचमा सम्बन्ध स्थापित गरी पाठ्यक्रममा सङ्गठन गर्नुलाई चाहिँ एकीकरण भनिन्छ। प्रश्न नम्बर 136 मा रहेको छ, विक्रम सम्वत 2068 को जनगणना अनुसार पुरुषको साक्षरता प्रतिशत कति रहेको छ? विक्रम सम्वत 2068 को जनगणना अनुसार पुरुषको साक्षरता प्रतिशत कति रहेको छ? कमा रहेको छ 65.9%, खमा रहेको छ 75.1%, गमा रहेको छ 57.4% र घमा रहेको छ 56.9%। यसको सही आन्सर हुन्छ अप्सन खमा रहेको छ 75.1%। प्रश्न नम्बर 137 मा रहेको छ, प्राप्ताङ्कको समूहको औसत अङ्कलाई के भनिन्छ? प्राप्ताङ्कको समूहको औसत अङ्कलाई के भनिन्छ? कमा रहेको छ मध्यक, खमा रहेको छ मध्यिका, गमा रहेको छ रित र घमा रहेको छ स्तरीय भिन्नता। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ मध्यक। प्राप्ताङ्कको समूहको औसत अङ्कलाई चाहिँ मध्यक भनिन्छ। प्रश्न नम्बर 138 मा रहेको छ, पाठ्यक्रमको कुन तत्त्वले अपेक्षित उपलब्धि प्राप्तिको लेखाजोखा गर्दछ? पाठ्यक्रमको कुन तत्त्वले अपेक्षित उपलब्धि प्राप्तिको लेखाजोखा गर्दछ? कमा रहेको छ उद्देश्य, खमा रहेको छ विषयवस्तु, गमा रहेको छ क्रियाकलाप र घमा रहेको छ मूल्याङ्कन। यसको सही आन्सर हुन्छ अप्सन घमा रहेको छ मूल्याङ्कन। पाठ्यक्रमको मूल्याङ्कन तत्त्वले चाहिँ अपेक्षित उपलब्धि प्राप्तिको लेखाजोखा गर्दछ। प्रश्न नम्बर 139 मा रहेको छ, प्राथमिक शिक्षा पाठ्यक्रम 2065 अनुसार कक्षा 4-5 को जम्मा पूर्णाङ्क कति रहेको छ? प्राथमिक शिक्षा पाठ्यक्रम 2065 अनुसार कक्षा 4-5 को जम्मा पूर्णाङ्क कति रहेको छ? कमा रहेको छ 600, खमा रहेको छ 700, गमा रहेको छ 800 र घमा रहेको छ 900। यसको सही आन्सर रहेको छ अप्सन कमा रहेको छ 600। प्राथमिक शिक्षा पाठ्यक्रम 2065 अनुसार कक्षा 4-5 को जम्मा पूर्णाङ्क चाहिँ 600 रहेको छ। प्रश्न नम्बर 140 मा रहेको छ, सर्वमान्य र प्रमाणिक उपकरणहरूको प्रयोग गरी मापन गर्ने कार्य कुन मापन अन्तर्गत पर्दछ? सर्वमान्य र प्रमाणिक उपकरणहरूको प्रयोग गरी मापन गर्ने कार्य चाहिँ कुन मापन अन्तर्गत पर्दछ? कमा रहेको छ मनोवैज्ञानिक मापन, खमा रहेको छ भौतिक मापन, गमा रहेको छ सामाजिक मापन र घमा रहेको छ शारीरिक मापन। यसको सही आन्सर रहेको छ अप्सन खमा रहेको छ भौतिक मापन। सर्वमान्य र प्रमाणिक उपकरणहरूको प्रयोग गरी मापन गर्ने कार्य चाहिँ भौतिक मापन अन्तर्गत पर्दछ। प्रश्न नम्बर 141 मा रहेको छ, मूल्याङ्कनको साधन कुन हो? मूल्याङ्कनको साधन कुन हो? कमा रहेको छ मापन, खमा रहेको छ परीक्षा, गमा रहेको छ आकलन र घमा रहेको छ माथिका सबै। यसको सही आन्सर रहेको छ अप्सन घमा रहेको छ माथिका सबै। मूल्याङ्कनको साधनमा मापन, परीक्षा, आकलन तीनवटै पर्दछन्। प्रश्न नम्बर 142 मा रहेको छ, निरन्तर विद्यार्थी मूल्याङ्कन अन्तर्गत कक्षा 1-5 सम्म 40% भन्दा कम प्राप्ताङ्क ल्याउने विद्यार्थीलाई कुन श्रेणीमा राखिन्छ? निरन्तर विद्यार्थी मूल्याङ्कन अन्तर्गत कक्षा 1 देखि कक्षा 5 सम्म 40% भन्दा कम प्राप्ताङ्क ल्याउने विद्यार्थीलाई कुन श्रेणीमा राखिन्छ? कमा रहेको छ क श्रेणी, खमा रहेको छ ख श्रेणी, गमा रहेको छ ग श्रेणी र घमा रहेको छ घ श्रेणी। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ ग श्रेणी। निरन्तर विद्यार्थी मूल्याङ्कन अन्तर्गत कक्षा 1 देखि कक्षा 5 सम्म 40% भन्दा कम प्राप्ताङ्क ल्याउने विद्यार्थीलाई ग श्रेणीमा राखिन्छ। प्रश्न नम्बर 143 मा रहेको छ, आधारभूत तह कक्षा 6-8 को पाठ्यक्रम अनुसार निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रक्रिया अनुसार क श्रेणी प्राप्त गरेको विद्यार्थीलाई कसरी व्याख्या गरिन्छ? आधारभूत तह कक्षा 6-8 को पाठ्यक्रम अनुसार निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रक्रिया अनुसार क श्रेणी प्राप्त गरेको विद्यार्थीलाई
कसरी व्याख्या गरिन्छ? कमा रहेको छ अति उत्तम, खमा रहेको छ उत्तम, गमा रहेको छ सामान्य र घमा रहेको छ निम्न। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ अति उत्तम। आधारभूत तह कक्षा 6-8 को पाठ्यक्रम अनुसार निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रक्रिया अनुसार क श्रेणी प्राप्त गरेको विद्यार्थीलाई अति उत्तम भनी व्याख्या गरिन्छ। प्रश्न नम्बर 144 मा रहेको छ राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदले लेटर ग्रेडिङ प्रणालीलाई प्राविधिक धारको एसएलसी परीक्षामा लागू गर्ने निर्णय कहिले गरेको थियो? राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदले लेटर ग्रेडिङ प्रणालीलाई प्राविधिक धारको एसएलसी परीक्षामा लागू गर्ने निर्णय कहिले गरेको थियो? कमा रहेको छ विक्रम सम्वत 2071 3 महिना 30 गते, खमा रहेको छ 71 1 महिना 30 गते, गमा रहेको छ 71 8 महिना 24 गते र घमा रहेको छ 72 1 महिना 24 गते। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ विक्रम सम्वत 2071 साल 8 महिना 24 गते। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदले लेटर ग्रेडिङ प्रणालीलाई प्राविधिक धारको एसएलसी परीक्षामा लागू गर्ने निर्णय चाहिँ विक्रम सम्वत 2071 साल 8 महिना 24 गते गरेको थियो। प्रश्न नम्बर 145 मा रहेको छ पुनर्ताजगी तालिम कति दिन सञ्चालन गर्न सकिनेछ? पुनर्ताजगी तालिम कति दिन सञ्चालन गर्न सकिनेछ? कमा रहेको छ 3 दिन, खमा रहेको छ 5 दिन, गमा रहेको छ 7 दिन र घमा रहेको छ 10 दिन। यसको सही आन्सर हुन्छ अप्सन खमा रहेको छ 5 दिन। पुनर्ताजगी तालिम 5 दिन सञ्चालन गर्न सकिनेछ। प्रश्न नम्बर 146 मा रहेको छ शिक्षकको सेवा सुविधा र शर्त सम्बन्धी विषयमा मन्त्रालयलाई सुझाव दिने काम कसको हो? शिक्षकको सेवा सुविधा र शर्त सम्बन्धी विषयमा मन्त्रालयलाई सुझाव दिने काम कसको हो? कमा रहेको छ शिक्षक सेवा आयोग, खमा रहेको छ शिक्षक महासङ्घ, गमा रहेको छ शैक्षिक गुणस्तर परीक्षण केन्द्र र घमा रहेको छ पाठ्यक्रम विकास केन्द्र। यसको सही आन्सर हुन्छ अप्सन कमा रहेको छ शिक्षक सेवा आयोग। शिक्षकको सेवा सुविधा र शर्त सम्बन्धी विषयमा मन्त्रालयलाई सुझाव दिने काम चाहिँ शिक्षक सेवा आयोगको हो। प्रश्न नम्बर 147 मा रहेको छ सिटिभिटी सभाका मनोनित सदस्यको पदावधि कति वर्षको हुन्छ? सिटिभिटी सभाका मनोनित सदस्यको पदावधि कति वर्षको हुन्छ? कमा रहेको छ 2 वर्ष, खमा रहेको छ 3 वर्ष, गमा रहेको छ 4 वर्ष र घमा रहेको छ 5 वर्ष। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ 4 वर्ष। सिटिभिटी सभाका मनोनित सदस्यको पदावधि चाहिँ 4 वर्षको हुन्छ। प्रश्न नम्बर 148 मा रहेको छ विक्रम सम्वत 2007 सम्म नेपालमा माध्यमिक विद्यालयहरू कतिवटा थिए? विक्रम सम्वत 2007 सालसम्म नेपालमा माध्यमिक विद्यालयहरू कतिवटा थिए? कमा रहेको छ 22 वटा, खमा रहेको छ 11 वटा, गमा रहेको छ 31 वटा र घमा रहेको छ 32 वटा। यसको सही आन्सर हुन्छ अप्सन खमा रहेको छ 11 वटा। विक्रम सम्वत 2007 सालसम्म नेपालमा माध्यमिक विद्यालयहरू चाहिँ 11 वटा रहेका थिए। प्रश्न नम्बर 149 मा रहेको छ नेपालमा सर्वप्रथम कक्षा 1-8 सम्म आधारभूत तह र कक्षा 9-12 सम्म माध्यमिक तहको अवधारणा कसले ल्याएको हो? नेपालमा सर्वप्रथम कक्षा 1-8 सम्म आधारभूत तह र कक्षा 9-12 सम्म माध्यमिक तहको अवधारणा कसले ल्याएको हो? कमा रहेको छ उच्च स्तरीय कार्य समिति 2058, खमा रहेको छ राष्ट्रिय पाठ्यक्रम प्रारूप 2063, गमा रहेको छ विद्यालय क्षेत्र सुधार कार्यक्रम, घमा रहेको छ शिक्षा ऐन 2028 को 8औं संशोधन। यसको सही आन्सर हुन्छ अप्सन गमा रहेको छ विद्यालय क्षेत्र सुधार कार्यक्रम। नेपालमा सर्वप्रथम कक्षा 1-8 सम्म आधारभूत तह र कक्षा 9-12 सम्म माध्यमिक तहको अवधारणा चाहिँ विद्यालय क्षेत्र सुधार कार्यक्रमले ल्याएको हो। प्रश्न नम्बर 150 मा रहेको छ साक्षर नेपाल वर्ष 2076 सम्बन्धी अवधारणा पत्रले साक्षरताको विस्तारका निमित्त कुन उमेर समूहलाई लक्षित गरेको थियो? साक्षर नेपाल वर्ष 2076 सम्बन्धी अवधारणा पत्रले साक्षरता विस्तारका निमित्त कुन उमेर समूहलाई लक्षित गरेको थियो? कमा रहेको छ 5 वर्षभन्दा माथि, खमा रहेको छ 15 वर्ष र सोभन्दा माथि, गमा रहेको छ 25 वर्ष र सोभन्दा माथि र घमा रहेको छ 45 वर्ष र सोभन्दा माथि। यसको सही आन्सर हुन्छ अप्सन खमा रहेको छ 15 वर्ष र सोभन्दा माथि।
भिडियो कस्तो भयो भनेर प्रतिक्रिया पनि दिनुहोला र यस भिडियोलाई लाइक पनि गर्नुहोला र सेयर पनि गरिदिनुहोला र अहिलेसम्म पनि यो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गर्नुहोला। मेरो प्रश्न तपाईको उत्तर सेगमेन्ट अन्तर्गत अघिल्लो भागको प्रश्नको उत्तरलाई मैले कमेन्ट बक्समा पिन गरेर राखिदिएको छु, कृपया गएर हेर्न सक्नुहुनेछ। र यस भागको लागि पहिलो प्रश्न रहेको छ, नेपालको संविधान अनुसार कसलाई निशुल्क उच्च शिक्षा पाउने हक हुनेछ? नेपालको संविधान अनुसार कसलाई निशुल्क उच्च शिक्षा पाउने हक हुनेछ? कमा रहेको छ दलित, खमा रहेको छ अपाङ्ग, गमा रहेको छ महिला र घमा रहेको छ माथिका सबै। यसको उत्तर तपाईहरुले फेसबुक पेजमा पाउनुहुनेछ। अब त्यसैले फेसबुक पेज हाम्रो एकाडेमी भन्ने छ, तल डिस्क्रिप्सनमा लिंक पनि राखिदिएको छु, कृपया त्यो लिंकमा क्लिक गरेर फेसबुक पेजलाई पनि लाइक गर्नुहोला र त्यसैमा म यसको उत्तर पनि राखिदिनेछु। प्रश्न नम्बर 2 मा रहेको छ, आंगिक प्राविधिक शिक्षालय कतिवटा रहेका छन्? आंगिक प्राविधिक शिक्षालय कतिवटा रहेका छन्? कमा रहेको छ 43 वटा, खमा रहेको छ 44 वटा, गमा रहेको छ 45 वटा र घमा रहेको छ 46 वटा। प्रश्न नम्बर 3 मा रहेको छ, सूचना तथा प्रविधि नीति 2072 ले सन् 2020 सम्म कति प्रतिशत नेपालीहरूलाई डिजिटल साक्षर बनाउने नीति ल्याएको थियो? सूचना तथा प्रविधि नीति 2072 ले सन् 2020 सम्म कति प्रतिशत नेपालीहरूलाई डिजिटल साक्षर बनाउने नीति लिएको थियो? कमा रहेको छ 70%, खमा रहेको छ 75%, गमा रहेको छ 80% र घमा रहेको छ 85%। प्रश्न नम्बर 4 मा रहेको छ, लिच्छवी कालको शैक्षिक क्षेत्र हेर्ने प्रशासनिक अङ्ग कुन हो? लिच्छवी कालको शैक्षिक क्षेत्र हेर्ने प्रशासनिक अङ्ग कुन हो? कमा रहेको छ अग्रहार, खमा रहेको छ जातक, गमा रहेको छ दिङ्लाहार र घमा रहेको छ बिहार। प्रश्न नम्बर 5 मा रहेको छ, जिल्लाभित्रका शिक्षा सम्बन्धी कार्यक्रमहरूको समन्वय तथा सहजीकरण गर्ने मुख्य निकाय कुन हो? जिल्लाभित्रका शिक्षा सम्बन्धी कार्यक्रमहरूको समन्वय तथा सहजीकरण गर्ने मुख्य निकाय कुन हो? कमा रहेको छ शिक्षा युवा तथा खेलकुद शाखा, खमा रहेको छ शिक्षा समन्वय समिति, गमा रहेको छ शिक्षा विकास निर्देशनालय र घमा रहेको छ शिक्षा विकास तथा समन्वय एकाइ। प्रश्न नम्बर 6 मा रहेको छ, कर्मचारी प्रशासन सम्बन्धी केन्द्रीय निकाय कुन हो? कर्मचारी प्रशासन सम्बन्धी केन्द्रीय निकाय कुन हो? कमा रहेको छ शिक्षा मन्त्रालय, खमा रहेको छ सामान्य प्रशासन मन्त्रालय, गमा रहेको छ कर्मचारी प्रशासन मन्त्रालय र घमा रहेको छ शिक्षा विभाग। यसको उत्तरलाई तपाईहरुले कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र यसको उत्तर म तपाईहरुलाई फेसबुकको पेजमा राखिदिनेछु। फेसबुक पेजको लिंक चाहिँ मैले डिस्क्रिप्सनमा राखिदिएको छु, कृपया गएर लाइक गर्नुहोला र भिडियो कस्तो भयो भनेर कमेन्ट पनि गर्नुहोला। धन्यवाद।